हालेलुया। हुन्छ सबैजनाले एकचोटि फेरि पनि जय मसी। प्रभुलाई विशेष धन्यवाद होस्। फेरि पनि एउटा अर्को ऋतुमा भनौँ न, परमेश्वरले हामीलाई ल्याउनु भयो। अस्ति भर्खरै वार्षिक सम्मेलन सिद्धेर होइन, फेरि पनि हामीलाई विशेष यो स्कुल अफ लिडरसिपमा परमेश्वरले हामीलाई ल्याउनु भयो। अनि स्पेसली सबै लिडर्सहरूलाई फेरि सेसनमा स्वागत छ। अनि हामी सबै एकदमै लामो यात्रा गरेर आएका छौँ। 16 घन्टा 17 घन्टा हामी सुन्दै थियौँ। अनि प्रभुले यहाँहरू सबैलाई धेरै मात्रामा आशिष गरेको हुन्। अनि स्पेसली पास्टर रोबिन अनि यहाँ डिमोइन्सको डल्लै मण्डली परिवारलाई, सबै लिडरसिप टिमलाई एकदमै धन्यवाद। यो आयोजनको लागि परमेश्वरले आशिष गरौँ। अनि स्पेसली हाम्रो सबै पास्टर बुवाहरू, पास्टर आमाहरू भयो, लिडर्सहरू जतिजना हामी चाहे वृद्ध होस् चाहे जवान होस्, जो जति हामीले समयहरू बचत गरेर विशेष यो स्कुल अफ लिडरसिपमा समय निकालेर आउनुभएको छ, परमेश्वरले सबैजनालाई धेरै मात्रामा आशिष गरेको छ। हालेलुया। र हामीले बिहानदेखि धेरै कुराहरू सुनिरहेको छ। यसैले गर्दा म धेरै भूमिका नबाधिकन स्पेसिफिक हामी केही पोइन्ट्सहरूमा हामी अघि बढ्नेछौँ। र विशेष यो एउटा अगुवापनको है यो एउटा क्लास भएको कारणले गर्दाखेरि मलाई लाग्छ हामी यहाँनिर एकदमै बेसिक कुराहरूलाई भन्दा पनि एकदम मेजर र मेच्योर कुराहरूलाई होइन हामी हेरिरहेका छौँ। अनि जति पनि कुराहरू हामीले यो बिहानी फर्स्ट अनि सेकेन्ड सेसनमा हामीले पास्टर पिटरबाट हामीले सुन्यौँ कि अगुवापनको विषयमा पक्कै नै हाम्रो जीवनलाई यी कुराहरूले अदृश्य रूपमा यसले हामीलाई खार्दैछ अनि हामीलाई बनाउँदैछ। अनि निश्चय नै परमेश्वरले तपाईँ र मलाई यति धेरै ठुलो एउटा दायित्व र जिम्मेवारी दिनुभएको छ है। विशेष हामी धेरै भुटानबाट नेपालबाट आएका छौँ। नेपालभन्दा मोरो भुटानमा होइन, एकदमै गाउँघरमा बस्नेहरू, खेती गर्नेहरू होइन, गाई बस्तुहरूलाई हेरचाह गर्ने मान्छेहरूको जीवनीमै हामी कुरा गर्ने हो भने पनि होइन, लाइक हामीले कसरी एउटा गोठालापनको जीवनको कुराहरू गर्दा गाई बस्तुलाई हामीले कसरी हेरचाह गर्थ्यौँ अथवा कसरी उनीहरूलाई हामीले होइन एज एउटा गोठालो भएर होइन कस्तो ठाउँमा लानु पर्ने हो होइन, कहाँ नलानु पर्ने हो, झरीदेखि लिएर मौसम हरेक कुरालाई ध्यानमा राखेर हामी हेरचाह गर्थ्यौँ र त्यसरी हामीले गरेर आएको हौँ। हुनसक्छ अब अहिले हामी त्यस्तो देशमा छैनौँ, तरै पनि स्टिल अहिले होइन अमेरिकाका विभिन्न त्यस्तो एकदमै एग्रिकल्चर गर्ने ठाउँहरूमा होइन गाउँतिर होइन एकदम मानिसहरू त्यसरी उनीहरूको आफ्नै तरिकाले आफ्नो जीवन बिताइरहेको छ। सो यो कुरा भन्दै गर्दाखेरि एज ए लिडर हामी एउटा अग्गो भएको हैसियतमा परमेश्वरले तपाईँ र मलाई उहाँको छोराछोरी या मण्डली हाम्रो दायित्व र जिम्मेवारीमा दिएको छ। अनि यसैले गर्दा इभन हामी धेरैचोटि भनेको गर्छौँ हरेक कुरा बनाउनु या बिगार्नु एउटा अगुवाको हातमा नै हुन्छ भन्ने एउटा भनाइ छ। र निश्चय नै परमेश्वरले जसै हामीलाई यो एउटा क्लासमा जोड्दै गर्दाखेरि हामी एउटा इन्फर्मेटिभ मात्रै हुन चाहँदैनौँ, तर हामी स्पिरिचुअली हामी ट्रान्सफर्म हुन चाहन्छौँ कि परमेश्वरले हामीलाई जुन समूहको लागि उहाँले अलग गरेर नियुक्त गरेर अभिषेक गरेर जुन दायित्व र जिम्मेवारी हामीलाई दिनुभएको छ, जुन कुराको लागि परमेश्वरले तपाईँ र मलाई चाहे हामी धेरै पुरानो होस् चाहे भर्खरको किन नहोस्, हामी चाहे जवान किन नहोस् या हामी वृद्ध किन नहोस्, तर परमेश्वरले तपाईँ र मलाई कतिजना हामी पास्टर्सहरूको एउटा अधीनतामा रहेर या कति पास्टरसँग रहेर या हाम्रो विभिन्न अवधिबाट हामी सेवाकाईमा कामहरू गरिरहेका छौँ। कतिजनाले अगाडि आएर कतिजनाले पछाडि बसेर नै हामीले विभिन्न तहहरूमा एउटा अगुवापनको भूमिका हामीले निर्वाह गरिरहेका छौँ। र यी सबै कुराहरूको बिचमा एउटा कुरा हामीले बिर्सिनु नहुने कुरा चाहिँ परमेश्वरले तपाईँ र मलाई भरोसा गरेर, परमेश्वरले तपाईँ र मलाई विश्वास गरेर, परमेश्वरले तपाईँ र मलाई आशा गरेर एउटा मण्डलीको दायित्व अनि जिम्मेवारी एउटा बाँचेको मानिसहरूलाई सही तरिकाले रखवाली गर्दै उनीहरूलाई सही तरिकाले मार्ग निर्देशन गर्दै कसरी एउटा असल अगुवाले आफ्नो अगुवापन गर्न सक्छ भन्ने कुराको निम्ति उहाँले हामीले एउटा ठुलो है एउटा जिम्मेवारी साथसाथै अवसर दिनुभएको छ। अनि जसै हामीले हरेक वर्ष काट्दै आउँदा नाङ्दै आउँदा हामीले धेरै कुराहरू सिकेका छौँ। र इभन हामी यत्रो लामो हामीले होइन खर्चहरू गरेर अझै अब फ्लाइटमा आउनेहरूको धेरै खर्च थियो, तर हामी एकदम छिटो समयमा आइपुग्यौँ। तर गाडीमा आउनेहरूको लागि त्यति धेरै नभए पनि तर धेरै तपाईँले दुःख गर्नुभएको छैन। 16-17 घन्टा ड्राइभ गरेर आउनु भनेको इट्स नट इजी। तर हामीले त्यत्रो लामो सफरलाई हामीले पुरा गरेर यहाँ आउँदै गर्दाखेरि परमेश्वरले हामीभित्र साँच्चै एउटा हाम्रो डिफ्रेन्ट लेभल एउटा अगुवाको अर्कै एउटा साँच्चै नै हामीलाई त्यो उचाइमा लगेको होस्, ताकि हाम्रो इभन हेर्ने शैलीहरू, हाम्रो जिउने शैलीहरू, मानिसहरूसँग गर्ने व्यवहारको शैलीहरू, सेवाकाईलाई अघि बढाउने शैलीहरूदेखि लिएर है हामी हरेक क्षेत्रलाई कसरी हुन्छ एउटा परिपक्वतातिर म्याच्युरिटीमा होइन हामीले लान सकेको छ। परमेश्वरले हामीलाई सहायता गरेको होस्। निश्चय नै अघि हामी एउटा भजन गाउँदै थियौँ होइन, हाम्रो एकदमै वान अफ द टाइटल सङ पनि हो होइन सर्भेन्टहुड मिनिस्ट्रीको होइन, कि प्रभु
को जस्तै एउटा दासको हृदय चाहिँ हामीमा हुनु पनि आवश्यकताको कुराहरू छ। अहिले हामी ती विविध विषयमा नै हेर्छौँ, तर मैले सुरुमै एउटा कुरा राख्न चाहेको कुराहरू चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले लिडरसिप अगुवापनको विषयमा यी कुराहरूलाई हामीले सुन्दै गर्दा सिक्दै गर्दा यस कुरालाई अझै धेरै मात्रामा तपाईँ र मैले हाम्रो जीवनमा अभ्यास गर्नुपर्ने कुराहरू छ। हाम्रो जीवनमा यसलाई हामीले पालन गर्नुपर्ने कुराहरू छ। अनि अघि बिहान पास पिरियडले दुईवटा पक्षहरूलाई मजाले नै भन्दै हुनुहुन्थ्यो, एउटा अगुवापनहरूको चुनौतीको विषयको कुराहरू पनि होइन, र हामीले हाम्रो दायित्व र जिम्मेवारी कुराहरू हामीले धेरै कुराहरूमा हेरिरहेको थियौँ। अनि साँच्चै नै मान्छेलाई अगुवाई गर्नु त्यति सजिलो कुराहरू होइन, गाई बस्तुलाई त कति गाह्रो पर्छ भने मानिसहरूलाई गर्नु सजिलो छ। तर परमेश्वरले तपाईँ र मलाई त्यो रिसोर्सहरू, परमेश्वरले त्यो खालको हामीलाई साँच्चै नै पोटेन्सियल्सहरू, हामीलाई त्यो मेन पावरहरू दिनुभएको छ। त्यसलाई हामीले एकदमै बुद्धिमानी तरिकाले प्रयोग गरेर अघि ल्याउन सक्यौँ भने चाहिँ निश्चय नै ती कुराहरूद्वारा उहाँले दिनुभएको समूहको जुन एउटा रखवाली अगुवापन गोठालो एकजना हेर्ने व्यक्ति भनेर हामीले राख्नु भएको छ, यदि हामीले राम्रोसँगले गऱ्यौँ भने निश्चय नै त्यो सेवाकाईद्वारा धेरै मानिसहरूको जीवनमा हामी प्रभाव पार्न सक्छौँ, धेरै मानिसहरूलाई हामी तयारी गर्न सक्छौँ। अघि हस्पिटल अघि बिहान मोसाको पनि कुराहरू गर्दै हुनुहुन्थ्यो होइन, ताकि हाम्रो पछाडि एउटा अर्को यस्तो मोसा पश्चातको अर्को जेनेरेसनहरू आउँदैछन् जसले अझै योभन्दा नि अर्को उचाइमा, योभन्दा अझै माथिल्लो तहमा, योभन्दा अझै ठुलो रूपमा, योभन्दा अझै फराकिलो तरिकाले, योभन्दा धेरै टाढा सेवाकाईलाई लानुपर्नेछ। अनि जे जति कुराहरू हाम्रो बिचमा छ यी कुराहरूलाई हामीले एकदमै यसलाई ध्यानमा राखेर यो कुरालाई हामीले बढाउँदै लग्यो भने निश्चय नै परमेश्वरले हाम्रो जीवनमा मात्रै होइन, हामी पछाडि आउँदै गएको जेनेरेसन अनि त्यही पछाडि आउँदै गएको जेनेरेसनको जीवनबाट ठुलो काम गर्नुहुन्छ। हालेलुया। मोसा पछाडि येशू आयो, जुन तरिकाले सेवाकाईहरू गरेर लग्यो, पछाडि त्यस पछाडि न्यायकर्ताको समय आएको छ होइन, उनीहरूले पनि मजाले गरेर लगे, तर न्यायकर्ताहरू सिद्धिँदा नसिद्धिँदा चाहिँ सेवाकाईको अवस्था यस्तो भयो। अनि फेरि इजरायलहरू एक्जाइलमा होइन, उनीहरू निर्वासनमा जानु पर्यो होइन। तर एउटा त्यो नक्साबाट हामी के देख्न सक्छौँ भन्दा चाहिँ अगुवापनमा कति धेरै ठुलो होइन एउटा जिम्मेवारी दायित्व हुन्छ नि, एउटा अगुवाले कति धेरै फरक पार्न सक्छ। त्यसैले गर्दा परमेश्वरले हाम्रो मण्डलीमा जुन एउटा अगुवाहरू दिनुभएको छ चाहिँ हाम्रो लागि एउटा ठुलो आशिषको, हामी टुगेदर एज ए टिम, हामी एउटै पेजमा एउटै होइन प्लेटफर्ममा हामी परमेश्वरको कामहरू गरिरहेको छौँ। तर अझै हामीलाई त्यो परमेश्वरले दासको हृदय एउटा जेन्युन होइन, अनि इभन लास्ट टाइम होला पास्टरले कुरालाई धेरै के अरे एम्फसाइज गर्दै हुनुहुन्थ्यो होइन, विदाउट एनी एक्ट, विदाउट एनी प्रिटेन्ड, के कुनै पनि कुरालाई एउटा बनौटी नगरिकन हामीभित्र जे छ एज ए सर्भेन्ट अफ गड, परमेश्वरको दास भएको हैसियतमा त्यो कुरालाई हाम्रो जीवनमा हामीले अभ्यास गऱ्यौँ भने चाहे हामीसँग ती धेरै कुराहरू हामीले जानेको किन नहुन्, हामीसँग त्यति धेरै अनुभवहरू हामी किन नबढेको होइन नहुन्, तर यदि हामीले जेन्युन रूपमा प्रभुको कामहरू गऱ्यौँ भने परमेश्वरले त्यहाँबाट आफ्नो महिमा प्रकट गर्न सक्नुहुन्छ। हालेलुया। र हामीले कहिले बिर्सिनु हुँदैन प्रभु यीशु ख्रीष्ट सँगसँगै सेवाकाई गर्ने होइन 12जना चेलाहरूको हामीले पृष्ठभूमि कोल्टेर हेर्नुपर्छ बेला बेला होइन। उनीहरू विभिन्न ब्याकग्राउन्डबाट, उनीहरू घरानाबाट, संस्कारबाट, के अरे उनीहरू विभिन्न ओदाहरूबाट, उनीहरू विभिन्न दक्षहरूबाट आएका थिए, तर उनीहरू सबैजनाले एउटै टास्कमा उनीहरूले आफ्नो हात बढायो, जसले गर्दा परमेश्वरले आफ्नो महिमाको काम त्यहाँ गर्नुभएको छ। यसै त परमेश्वरले तपाईँ र मलाई धेरै ठुलो अवसरहरू मौकाहरू दिनुभएको छ। अनि आज हामी विभिन्न तहमा, कतिजना चिल्ड्रेन मिनिस्ट्रीमा, कतिले युथमा, कतिले कपलमा होइन, कतिले एज ए डिकन्स, एज ए एल्डर्स, एज ए पास्टर्स, एज ए एसिस्टेन्ट पास्टर, हामीले विभिन्न तहमा बसेर काम गरिरहेको छौँ। सबै कुराहरूको बिचमा एउटा कुरा हामीले कहिल्यै बिर्सिनु हुँदैन, हाम्रो लागि एउटा प्रिभिलेज पनि हो, हाम्रो लागि अपर्च्युनिटी पनि हो, जो परमेश्वरले दिनुभएको अवसर हो, मौका हो, परमेश्वरको पक्षमा खडा भएर उहाँको मानिसहरूलाई सेवा पुर्याउने, उहाँको मानिसहरूलाई सही मार्गमा हिँडाउने, उहाँको मानिसहरूलाई सही राह देखाउने चाहिँ तपाईँ र म हो। अनि यसैले गर्दा हामी आफैलाई धेरै नै हामीले साथ बोल्नुपर्ने छ, आफैलाई तयारी पनि गर्नुपर्ने कुराहरू छ। अनि यी कुरालाई हामी हेर्नेछौँ। अनि अघि हामीले यो विषयहरूमा गर्छ होइन, डेलिगेटेड अथोरिटिज भयो, अनि आई थिङ्क सेकेन्ड पोइन्ट पनि पास्ट पिरियडले होइन मोडल अफ लिडरसिप इन द ओल्ड एन्ड न्यू टेस्टामेन्ट पनि हामीले हेऱ्यौँ। अब हामी नम्बर 3 मा जानेछौँ, हामी डेफिनेसन अफ क्रिस्चियन लिडरसिप। अनि फाइनल सायद यो साँझ हस्पिटलले के अरे 3 बिग क्वेसन्सको विषयमा पक्कै नै उहाँले त्यो कुराहरू राख्नुहुन्छ होला। अब हामीले हेर्न लागेको पोइन्ट भनेको चाहिँ हामी पोइन्ट नम्बर 3 मा अघि हामीले 1 र 2 त हस्पिटल एकदमै हुन्छ नि ऱ्यापिड फायर तरिकाले उहाँले आधी घन्टामा नै ऱ्यापअप गरिदिनु भयो। अनि तर तपाईँलाई एयरड्रप गरेको छ नोट्सहरू, स्टडिजहरू गर्नुहोस्। अनि त्यस कुरालाई हामी कसरी हुन्छ हाम्रो जीवनमा, यसलाई अघि मैले एउटा जानकारीको रूपमा भन्दा पनि त्यसलाई हामी कसरी हाम्रो जीवनमा अभ्यास गरेर हामी हाम्रो जीवनमा लगानी गर्न सक्छौँ, त्यसलाई चाहिँ हामी ध्यानमा राखौँ। र यो समय हामी डेफिनेसन अफ क्रिस्चियन लिडरसिप होइन, हामी इसाई अगुवापनको परिभाषाको विषयमा हामी केही कुराहरू अब हामी हेर्न जान्छौँ। हामी यो पाठालाई हेर्नेछौँ र एकदम म पास्टरलाई म धन्यवाद दिन चाहन्छु। उहाँले झन्डै
90% नै भन्दा हुन्छ पावर पोइन्ट मलाई क्रिएट गरेर पठाउनु भयो। तर त्यसपछि मैले अलिकति नेपालीलाई पनि अलिकति प्राथमिकता दिनुपर्छ कि भनेर चाहिँ अनि निकै प्रयास भयो। अनि मैले नि अघि पछाडि भाइहरूलाई 3 चोटि एयर ड्रप गरेँ। फर्स्ट टाइम भयो, फेरि त्यसलाई एडिट गर्नुपर्ने भयो, सेकेन्ड थर्ड चोटिमा चाहिँ लगभग नेपालीको कति शब्दहरू बनिएर आएको छ। अनि कति ठाउँमा चाहिँ नेपाली ग्रामरहरू अफकोर्स त्यहाँनिर वर्डिङहरू अलिक मिस्टेकहरू छ, तर एटलिस्ट तपाईँले केही कुरा त्यहाँबाट बुझ्नुहुन्छ त्यो पोइन्टले के भन्दैछ भन्ने कुराहरू। त्यसले गर्दा मैले मोरओभर नेपालीमा पनि त्यसलाई अनुवाद गरिदिएको छ अझै सजिलो हुन्छ भनेर है। र मोरओभर यो गुगल ट्रान्सलेसन भएको कारणले गर्दा कति शब्दहरू एक्ज्याक्ट र अर्थहरू कति नलाग्न सक्ला, तर तपाईँलाई जस्तो तरिकाले सहज हुन्छ त्यसरी तपाईँले त्यो कुरालाई लिनुहोस्। तर एउटै हाम्रो हृदयको चाहना चाहिँ परमेश्वरले हाम्रो बिचमा असल ईश्वरीय अगुवाहरू निर्माण गर्दै हुनुहुन्छ। उहाँको मण्डलीलाई सही तरिकाले देखरेख गर्नको लागि। हालेलुया। सो हामी यो समय हामी इसाई अगुवापनको परिभाषालाई हामी हेर्नेछौँ। हामी विशेष हामी डिक्सनरीको कुराहरू हामी धेरै गर्छौँ कि अगुवापनको शब्दकोशको परिभाषालाई हामी एकचोटि हेर्नेछौँ। अनि केही प्रभुको दासहरूदेखि लिएर केही यसरी अगुवाहरूको भनाइहरूलाई नि हेर्दै अनि हामी यो विषयलाई हामी बढ्नेछौँ। अनि यो समय हामी अगुवापनको शब्दकोशको परिभाषा हामी एकचोटि हेरौँ न ल। अनि त्यसरी नै हाम्रो यो सेसनलाई हामी अघि बढाउनेछ। अ पर्सन हु लिड्स, गाइड्स अर कमान्ड्स है। अनि स्पेसली हामीले अगुवापनको कुराहरू गर्दै गर्दा एउटा यो परिभाषा यसको एउटा हामीले अर्थलाई खोल्दै गर्दा चाहिँ अगुवापन भनेको चाहिँ एउटा निर्देशन गर्ने या आदेश दिने व्यक्ति विशेष अर्थात् समूह अथवा गतिविधिलाई निर्देशन गर्ने अगुवाई गर्ने व्यक्ति। परमेश्वरले तपाईँ र मलाई हामीलाई दिनुभएको मानिसहरूलाई सही तरिकाले निर्देशन गर्नको लागि, सही तरिकाले परमेश्वरको वचनहरूलाई आदेश अनि त्यसलाई पालन गराएर अनि त्यो समूहलाई सही तरिकाले परमेश्वरको मार्गमा नेतृत्व गर्नको लागि उहाँले तपाईँ र मलाई एज एउटा अगुवाको रूपमा हामीलाई नियुक्त गर्नुभएको छ। अघि भनिहाले चाहे त्यो हामी चाइल्ड मिनिस्ट्रीमा होस्, चाहे युथमा होस्, चाहे कपलमा होस्, चाहे डिकन्स होस्, चाहे एल्डर होस्, चाहे हामी पास्टर्स होस्, या कुनै पनि हामी क्षेत्रमा सेवाकाई हामी किन नगरिरहेको हुन्, या कतिजना पछाडि बसेर पास्टर लिडरलाई सहायता गर्ने हामी अगुवाहरू किन नहोस्। लिडरसिप चाहिँ यहाँ माथि पुलपिटमा आएर मात्रै गर्ने नभनेको चोटि हामी घरमा हाम्रो नानीहरूको पनि हामी लिडरसिप गरिरहेको हुन्छ, श्रीमानले श्रीमतीलाई गरिरहेको हुन्छ, अभिभावकले नानीहरूलाई गरिरहेको हुन्छ, कति हाम्रो सोसाइटीलाई होइन, चर्चमा त हाम्रो जो आफ्नो दायित्व जिम्मेवारी छ त्यो त छँदैछन्। तर हामीलाई विभिन्न तहहरूमा परमेश्वरले त्यो एउटा दायित्व अनि जिम्मेवारी दिनुभएको छ जसलाई हामी निर्वाह गरिरहेको छौँ। अनि त्यो अगुवापन भनेको त्यो व्यक्ति हो जसले समूहलाई, जसले व्यक्तिलाई, जसले या समाजलाई या जसले मण्डलीलाई सही तरिकाले निर्देशन अथवा आदेश दिन्छन् त्यो व्यक्तिलाई हामी एउटा अगुवा भनेर है शब्दकोशबाटको एउटा परिभाषा त्यो हो। अर्को चाहिँ हात समातेर मार्गदर्शन गर्ने अथवा बच्चाको नेतृत्व गर्ने जस्तै हो। हामीलाई थाहा छ मोरमोर अगुवापन भन्दै गर्दाखेरि चाहिँ टु गाइड बाई होल्डिङ द ह्यान्ड। जसै हामी सानो नानीलाई होइन बिस्तारै हिँड्न थालिसके पश्चात उसलाई कसरी हामी हात समातेर होइन हामी उनीहरूलाई के अरे हुर्काउँछौँ अथवा बढाउँछौँ। उनीहरूलाई कहीँ जाँदा पनि चाहे हामी मार्केटतिर जाउँ, चाहे हामी मलतिर जाउँ, चाहे हामी है कतै पनि मेलातिर जाउँ होइन, नानीहरूलाई हामी त्यतिकै छोडिदिनौँ। भिडको बिचमा हामी जे होस् समातेर होइन, नानी कहीँ छुटिहाल्छ कि कतै गइहाल्छ कि भनेर हामी समातेर तानेर हामी डोर्याएर है त्यसरी आफू सँगसँगै लान्छौँ। अगुवापन भनेको पनि हामी पछाडि आउँदै गरेको मानिसहरू, हामी पछाडि जो परमेश्वरले हामीलाई दिनुभएको छ ती मानिसहरूको पनि एउटा बच्चालाई हातमा समातेर यसरी ताते गर्दै डोराउँदै हुर्काएर बढाएर ल्याएको जस्तै एउटा हाम्रो दायित्व जिम्मेवारी हो। अनि लिडरसिपले जब हामी एउटा अगुवापनको कुराहरू गर्दै गर्दाखेरि चाहिँ हामी पछाडि आउँदै गरेको मानिसहरूलाई एउटा बच्चालाई समातेर होइन बाटो देखाउँदै गरेको, हिँड्न सिकाउँदै गरेको, उसलाई बढ्न सिकाउँदै गरेको, उसको भविष्य कसरी बन्नुपर्छ भन्ने कुरातिर हामीले आफ्नो जीवनलाई लगानी गर्दै गरेको कुराहरू जस्तै हो। अनि त्यसरी नै हामीले हाम्रो मण्डलीको लागि पनि सोच्नुपर्छ। पास्टरले भन्दै हुनुहुन्थ्यो होइन कि हाम्रो सन्डे स्कुल हामी कहाँ पुर्याउने हो, हाम्रो युथहरूलाई कहाँ पुर्याउने, हामी आमा बुवाहरूलाई कहाँ पुर्याउने, हाम्रो आराधना अनि हाम्रो के अरे युथको सेवाहरू भयो, फास्टिङ अथवा कर्च मिटिङहरू भयो, हामी हरेक आइतबार चर्चमा एउटा सचिवले सूचना प्रवाह गरेको कारणले गर्दा मात्रै हाम्रो मण्डलीमा सेवाकाई भइरहेको छ, या त्यस पछाडि हाम्रो एउटा लक्ष्य छ, हाम्रो दर्शन छ। यो सबै कुराहरू गर्दै गर्दा हाम्रो मण्डलीलाई हामी यो 2025 अन्त हुँदा नहुँदा सन्डे स्कुललाई हामी यहाँ पुर्याउने, यो कुराहरू सिकाउने, युथहरूलाई हामी यहाँ पुर्याउने, युथहरूलाई यो कुराहरू सिकाउने होइन। इभन आराधनामा त्यो पास्टरले भन्दै थियो यो सन्डे एउटा बनेको छ होइन, अर्को सन्डे के बोल्दैछ, अर्को सन्डे के बोल्दैछ, वर्षको अन्तिममा गएर त भरे हाम्रो साँच्चै नै शिक्षा पनि चटपटे जस्तो भयो भने त कस्तो हुन्छ होला मण्डली होइन। त्यसैले गर्दा हामीले एउटा मण्डलीलाई पनि
त्यो तल्लो तहदेखि लिएर माथिल्लो तहसम्म एउटा बच्चालाई हातमा समातेर हुर्काएको जस्तै गरेर हामीले हुर्काउनु पर्नेछ। अनि मलाई लाग्छ हामी सबै अगुवाहरू भएको कारणले गर्दा हामी आज एकदमै सङ्गति, प्रार्थना, अनुग्रह, क्षमादान भन्दा पनि अगुवा एज ए लिडर हाम्रो रेस्पोन्सिबिलिटी, हाम्रो के हो त दायित्व जिम्मेवारी भन्ने कुरालाई चाहिँ हामी हेर्दैछौँ। त्यसैले गर्दा हाम्रो पछाडि भएका मानिसहरूलाई तपाईँ र मैले त्यसरी मार्ग निर्देशन दिनुपर्ने छ। अर्को चाहिँ टु गाइड अर कन्डक्ट बाई सोइङ द वे, बाटो देखाएर मार्ग निर्देशन गर्ने वा सञ्चालन गर्ने। अघिको विषय र यो झन्डै झन्डै मोरोबाट एउटै छ कि हामीले नै माथिबाट राम्रोसँगले गाइडेन्स गर्न सकेन भने हामी पछाडि आउँदै गरेको मानिस एक्ज्याक्टली उनीहरू जानुपर्ने कहाँ र पुग्नुपर्ने कहाँ भन्ने कुरा थाहा नै हुँदैन। जति चाहिँ तपाईँले विभिन्न ठाउँबाट आउनुभयो, पक्कै नै पास्टर रविले तपाईँलाई यहाँको एड्रेस पठायो, तपाईँलाई चाहिँ जिपिएसले होइन गाइड गरेर, इभन तपाईँले समवेयर एक्ज्याक्टली मिस गरिहाल्नु भयो भने पनि त्यसले फेरि रिक्यालकुलेट गरेर हामीलाई होइन बाटोमा टक्कै ल्याइदिन्छ र फाइनल्ली हामी यहाँ आइपुग्यौँ। त्यस्तै नै हामी पछाडि आउँदै गरेको मानिसलाई पनि तपाईँ र मैले राम्रोसँगले हामीले बाटो देखाउन सक्नुपर्छ, उनीहरूलाई सही तरिकाले मार्ग निर्देशन दिन सक्नुपर्छ। कतिचोटि उनीहरूको जीवन है हामीले देख्दै गरेको कुराहरू कति देख्नु सक्दैन, हामीले भन्दै गरेको कुरा कति उनीहरूले बुझ्न सक्दैन, हामीले हिँड्दै गरेको पाइलाहरू कति उनीहरूले पछ्याउन सक्दैन। तरै पनि एज ए लिडर हामी अगुवा भएको कारणले गर्दा, अझै हामी प्रभुको सेवकहरू दास भएको कारणले गर्दाखेरि चाहिँ हामीले सही तरिकाले मानिसहरूलाई परमेश्वरको मार्ग देखाउने कुराहरूदेखि लिएर उनीहरूलाई सही तरिकाले उनीहरूलाई हामीले सञ्चालन गर्न सक्नुपर्छ। त्यो चाहिँ किङडम कजको लागि हो। आमेन। र अर्को यहाँनिर एउटा भनाइ छ, मलाई लाग्छ यो भनाइ धेरै फेमस पनि छ, पास्टरले म्याक्सिमम सायद यो पटक चाहिँ मैले सुनेर नपाए उहाँले यो भनाइलाई टिप्पणी गरिरहनुहुन्छ होइन। जोन सी म्याक्सवेलले के भन्नुभएको छ, द लिडर्स इज वान हु नोज द वे, गोज द वे एन्ड सोज द वे। होइन, अगुवा चाहिँ के भन्दा चाहिँ अगुवा त्यो हो जसलाई बाटो थाहा छ, बाटो जान्दछ र बाटो देख्दछ। हालेलुया। यसैले गर्दा हाम्रो एउटा परमेश्वरलाई हेर्ने दृष्टिकोण, सहकाईको दायित्व, जिम्मेवारी, हामी पछाडि हामीलाई पछ्याउँदै गरेको मानिसहरूलाई गर्नुपर्ने नेतृत्व के हो भन्ने कुरालाई हामीले बुझ्नको लागि चाहिँ पहिला हामीलाई यो कुरा थाहा हुनु पर्यो कि अगुवा चाहिँ त्यो व्यक्ति हो जसलाई त्यो बाटो पनि थाहा छ, त्यो बाटो पनि जान्दछ अनि त्यो बाटो पनि देख्दछ। अनि उदाहरण रूपमा जिपिएस, अघि मैले होइन, हामी यस ठाउँमा आइपुग्नुभन्दा अगाडि नै उसले सबै त्यो बाटो कुन छिटो छ, कहाँबाट जान्छ, सबै क्यालकुलेसन गरिसकेपछि ठक्कै यति माइल छ अनि यति टाइममा पुग्छ भनेर हिसाब किताब गरेर अनि ठक्कै आउँछ। अनि हामी ठक्कै त्यसलाई गो क्लिक गर्ने बित्तिकै जिपिएस जता लान्छ, हामी पछ्याउँदै आउँछौँ। तपाईँ र म आइपुग्नुभन्दा अगाडि जिपिएस आइपुगेको हुन्छ। यहाँनिर आइपुगेर उसले सबै पत्तो लगाएर अनि गएर अनि सिस्टममा हामीलाई टक्कै गोमा टक्कै अप्सन दिन्छ। त्यहाँदेखि हामीले क्लिक गर्ने बित्तिकै त्यसले हामीलाई गन्तव्यमा ल्याइ पुऱ्याउँछ। त्यस्तै नै हामी अगुवा पनि हामीले यो कुरा बुझ्नुपर्छ है। हामी हिँडेको बाटो हामीलाई थाहा हुनु पऱ्यो, अर्को त होइन। अनि हामी जुन बाटो जाँदैछ हामी त्यहाँ अगाडि पुगिसकेको हुनु पऱ्यो, अनि त्यो बाटो हामीले देखिसकेको हुनु पऱ्यो। पक्कै नै यी कुराहरू हामीले 100% नबुझे तापनि केही हद र केही प्रतिशत हामीले बुझेको छौँ भने पनि हामी पछाडि आउँदै गरेको मानिसहरूलाई हामी सही तरिकाले अगुवापनको नेतृत्व हामी गर्न सक्छौँ। यसैले गर्दा हामीले यो है एउटा लिडरसिपको कुराहरू गर्दै गर्दाखेरि चाहिँ हामीले यो कुरालाई पनि हामी याद गरिराखौँ। र हामी डेफिनेसन अफ लिडरसिप है, हामी अगुवाहरूको परिभाषा हामी एकमा हामी यसरी शब्दकोशहरूबाट हेरिरहेको थियौँ भने हामी अरू केही खण्डलाई पनि हामी हिँड्नेछौँ। टु कमान्ड एज ए चिफ अफ कमान्डर, जस्तै हामी विशेष अहिले त हाम्रो नानीहरू पनि होइन, अहिले यहाँ युएस आर्मी भयो, सोल्जर्सहरू विविध कुरामा नि अहिले हाम्रो एउटा एक्सपोजर पाएर पनि कति नानीहरू गइरहेको छन् होइन। तर नर्मली हामीले यो कुरालाई हेर्ने हो भने चाहिँ एउटा प्रमुख वा सेनापतिको रूपमा आदेश दिनु हो। जस्तै एक सेनापतिले आफ्नो सेनालाई युद्धमा लाँदै गर्दाको कुराहरू होइन, कि चाहे त्यो एउटा होइन देशको होस् या राष्ट्रको किन कुरा हामी नगरौँ। अहिले नर्मली नेपाल के अरे इन्डिया र पाकिस्तानको कुराहरू गरौँ होइन, झन्डै मोर ओभर त्यो खालको स्थिति थियो। युक्रेन र हामीले होइन रसियाको त धेरै अगाडिबाट सुनिरहेको कुराहरू जसको अहिलेसम्म एउटा समाधान पनि भएको छैन। मेरो देशमा के अरे सेनाहरू छ भनेर चाहिँ सेना चाहिँ बन्दुक बोकेर चाहिँ टुङ 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 त्यो कथा छ, त्यो के अरे दुश्मन उनीहरू त्यो गोली बारुद लिएर कुद्दैनन्। उनीहरूलाई नेतृत्व गर्ने, अगुवापन गर्ने त्यसको मेन प्रमुख हुन्छ जसले आफ्नो सेनाहरूलाई एकदमै कुन ठाउँमा कसरी कुन तरिकाले आक्रमण डिफेन्स कसरी गर्नुपर्ने भन्ने कुराहरू चाहिँ त्यहाँनिर उनीहरूलाई सबै कुराहरू देखाएर सिकाएर अनि मात्रै उसले आदेश दिन्छन्। त्यसको आधारमा चाहिँ तल उनीहरूले कहाँ बसेर कसरी गर्नुपर्ने त्यो आधारमा उनीहरूले लडाइँ लड्छन्।
हामीले एज ए लिडर्स हामीले बुझ्नुपर्ने कुराहरू त्यही हो कि हामी पछाडि आउँदै गरेको मानिसहरूलाई हामीले कस्तो तरिकाले हामी निर्देशन दिँदैछौँ, हामी उनीहरूलाई कसरी गाइड गर्दैछौँ। यदि प्रमुख व्यक्तिले सही तरिकाले आफूसँग भएको सेनाहरूलाई चाहिँ उसले मार्ग निर्देशन त्यो खालको स्ट्राटेजिजहरू है राम्रोसँगले उसले देखाउन सकेन र गर्न सकेन भने चाहिँ त्यो युद्ध 100मा 100% उनीहरू हार्छ, उनीहरूको बिचुक हुन्छ त्यो। त्यस्तै नै सेवाकाईको कुराहरू पनि यदि हामी लिड गर्ने व्यक्तिले सही तरिकाले त्यो कुराहरूलाई चाहिँ माथिबाट व्यवस्थापन गर्न सकेन भने चाहिँ हाम्रो चाहे त्यो बाल सङ्गति होस्, चाहे युथको होस्, चाहे आमारको होस्, चाहे अरू कुनै पनि सेवाकाई किन नहोस्, हाम्रो जीवन एउटा ठुलो क्षति बेहोर्नुपर्छ। त्यसैले गर्दा हामीले अगुवापनको कुराहरू गर्दै गर्दा चाहिँ एज ए लिडर होइन हामीले कसरी माथिबाट सही तरिकाले सबै समूहलाई हामीले नेतृत्व गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। एउटा परिभाषा। अर्को चाहिँ यो शब्द ट्रान्सलेसन गर्दा अलिक कडा जस्तो देखियो होइन, टु गभर्न होइन, शासन गर्न। अनि मोर ओभर देशहरूको हामी कुराहरू गर्दै गर्दाखेरि माथिबाट त्यो सबै सिस्टमहरू हुन्छन् जुन तरिकाले देशलाई कसरी अधिकार गर्ने कुराहरू, कसरी त्यसलाई सही तरिकाले देशलाई होइन अब नेपालको कुराहरू गर्ने हो भने हुन त हामी त्यहीबाट नै आएको हौँ, तर त्यो देश त्यो त्यहाँको सही तरिकाको त्यो माथि त्यो है उनीहरूको त्यो सिस्टम नभएको कारणले गर्दाखेरि, सही शासन नभएको कारणले गर्दाखेरि कस्तो हालत तल मान्छेले दुःख पाइरहेको छ। सबैभन्दा धेरै चाहिँ माथि भ्रष्ट भएको कारणले गर्दा तलको मानिसले दुःख पाइरहेको छ। यदि माथि सही हुनु थियो भने तलको मानिसहरूले दुःख पाउँदैन। तर अब हामीले यहाँबाट बुझ्नुपर्ने कुराहरू चाहिँ के छ भने हामीले कस्तो तरिकाले हामीसँग भएको समूहलाई, हामीसँग भएको मानिसहरूलाई, हामीसँग भएको मण्डलीलाई हामीले निर्देशन गर्दैछौँ, यो कुरालाई चाहिँ हामीले बुझ्नुपर्छ। अनि अर्को परिभाषा हामीले अगुवापनको विषयमा हेर्ने हो भने चाहिँ टु सो द मेथड अफ अब्टेनिङ एन अब्जेक्ट, कुनै वस्तु प्राप्त गर्ने तरिका देखाउनु हो। त्यसैले गर्दा हामी मोरओभर हामी एज ए लिडर्स हामीले जे कुरो हाम्रो जीवनमा हामीले भोगेका छौँ, जुन यात्राहरू हामीले काटेर आएको छौँ, जुन हामीले सेवाकाईको अनुभवहरू हामीले बटाइरहेको छौँ, सायद हामी सबैजनाले त्यो एकदमै त्यो हाई लेभलको डिग्रीहरू हामीले हासिल गर्न नसकेको होला, तर सेवाकाईको दौडमा हामीले जति पनि कुराहरू हामीले प्राप्त गरेका छौँ त्यही कुराको तरिकामा हामीले पछाडि आउँदै गरेको मानिसहरूलाई त्यो है रोड म्यापमा हामीले मानिसहरूलाई अगुवाई गर्न सक्यौँ भने निश्चय नै सेवाकाईले अर्को फाटा मार्न सक्छ। त्यसैले गर्दा यो पनि हाम्रो लागि एउटा अर्को परिभाषा भयो भने अर्को चाहिँ टु इन्फ्लुएन्स टु एक्सर्साइज द अथोरिटी होइन, प्रभाव पार्नु अथवा अधिकारलाई अभ्यास गर्नु। अनि हामीले यो प्रभाव र अधिकारको कुराहरू गर्दै गर्दाखेरि चाहिँ हामी संसारको अगुवाहरूको जस्तै राजनीतिक अगुवाहरू जस्तै हामी प्रभाव पार्दैनौँ। उनीहरूले जुन खालको अधिकार प्रयोग गर्छ, जुन खालको अधिकारलाई अभ्यास गर्छ, हामी त्यसरी हामी गर्दैनौँ। हामी प्रभाव चाहिँ हामी ईश्वरीय प्रभाव पर्छ मानिसहरूलाई, हामी राम्रो खालको गुड इन्फ्लुएन्स, हामी चाहिँ असल अथवा राम्रो हामी प्रभाव पार्छौँ। अनि हामीलाई जुन एउटा अधिकार परमेश्वरले दिनुभएको छ त्यसलाई चाहिँ कसैलाई पनि हामी साँच्चै नै चोट नपुर्याइकन, कसैको पनि क्षेत्रलाई नमिचिकन परमेश्वरको राज्यलाई बनाउने कुरा अथवा निर्माण गर्ने कुराहरूमा हामी अभ्यास गर्छौँ। अनि यो चाहिँ हामी अगुवाहरूमा हुनुपर्ने एउटा अर्को गुण पनि हो। अनि अर्को यहाँनिर एउटा भनाइ छ, यु डोन्ट ह्याभ टु होल्ड ए पोजिसन इन अर्डर टु बी ए लिडर। हेनरी फोर्डले भनेको छ अगुवा बन्नको लागि तपाईँले कुनै पद धारण गर्नु पर्दैन। यसको मतलब कि एउटा हामी कुनै पनि ओहदामा बस्नै पर्छ भन्ने कुरा होइन, तर यसले भन्न चाहेको कुरा चाहिँ के हो भने चाहिँ तपाईँ र मेरो अगुवापनको जीवन चाहिँ एउटा टाइटलले मात्रै निर्धारण गर्दैन भन्दै गरेको। तपाईँ मेरो जीवनले, तपाईँ मेरो शैलीले, तपाईँ मेरो एक्सनले चाहिँ सबैभन्दा धेरै मानिसलाई प्रभाव पार्नु पर्यो। त्यसैले गर्दा चाहिँ अगुवापन चाहिँ इट्स नट बिकज कि उसलाई चाहिँ यसको लागि अप्रिसिएट गरेको छ, यसको लागि उसलाई एलोकेट गरेको छ, यसको लागि उसलाई एपोइन्ट गरेको छ भन्ने कुराले मात्रै निर्धारण हुँदैन। अगुवापन चाहिँ उसको जीवनको लाइफस्टाइल हो। प्रभु येशू ख्रीष्ट हाम्रो सबैभन्दा आइकोनिक उदाहरण हो। प्रभु येशू ख्रीष्टमा हामी त्यो कुरा हामी देख्छौँ जुन कुरा साँच्चै नै हामीले संसारमा हामी कहीँ पनि पाउँदैनौँ। यसैले गर्दा त हामीलाई थाहा छ सेवाकाईमा हामी आउँदै गर्दा अझ अगुवापनको होइन भूमिका हामीले निभाउँदै गर्दा यो दायित्व र जिम्मेवारी उठाउँदै गर्दा सजिलो छैन। सेवा सिकाइबाट पनि आउँदैन हाम्रो जीवनमा है। इभन हामी आफै नै काम गरेर अझ एक्स्ट्रा टाइम गरेर होइन यो विषयमा पास्टरले मजाले नै स्ट्रङली मेन्सन गर्दै हुनुहुन्थ्यो, सजिलो छैन। तर जब हाम्रो प्रभुलाई हामी हेर्छौँ उहाँले हाम्रो निम्ति अनि मानिस जो परमेश्वरको राज्यबाट लोप भएको मानिस निम्ति के गर्नुभयो भन्ने कुरा जब हामी त्यो कुरालाई हामी एहसास गर्छौँ निश्चय नै कसरी हामी परमेश्वरको पक्षमा उहाँको राज्यको पक्षमा बसेर काम गर्नुपर्ने हो भन्ने कुरा हाम्रो लागि ठुलो प्रतिप्रश्न नै हुँदैन।
यसैले गर्दा हामीलाई पक्का नै त्यो पास पिटरले भन्दै हुन्थ्यो कति यहाँको होइन लिगल कुराहरू छन् है, यो सरकारको होइन प्रावधानहरू छ, त्यसलाई हामीले पुरा गर्नुपर्ने कुराहरू, अर्डिनेसन कुराहरू, अभिषेक गर्ने कुराहरू, विभिन्न होइन हाम्रो त्यो बोर्डहरूदेखि लिएर हरेक एउटा स्ट्रक्चर बनाउने कुराहरू छँदैछन्। तर त्यो आधारमा मात्रै हाम्रो सेवाकाई चाहिँ हामी अपरेट अथवा हामी परिचालन हामी गर्दैनौँ। तर परमेश्वरले दिनुभएको दायित्व जिम्मेवारी र उहाँको बोलाउटलाई चाहिँ हामी सबैभन्दा धेरै ध्यान दिन्छौँ नि, त्यसको आधारमा हामी सेवाकाई हामी गर्छौँ। र हामीमा एउटा अज्ञापन हुनको लागि चाहिँ एउटा पोजिसनै मात्रै आउनुपर्छ भन्ने कुराहरू होइन, त तपाईँ र मेरो बोलाउट, तपाईँ र मेरो वरदान र तपाईँ र मेरो जीवनशैलीले पनि हामी अज्ञापन गर्न सक्छौँ। हामी यसै अज्ञापन भनेको के हो भन्ने विषयमा हामी एक दुईवटा कुराहरूलाई म तपाईँको बिचमा राख्नेछौँ। म एकजना प्रभुको दासहरूको भनाइलाई म राख्नेछु। The beginning and the end of Christian leadership is to give your life for other. सबै क्रिस्चियन अथवा इसाई अगुवाहरूको सुरुवात र अन्त भनेको अरूको लागि आफ्नो जीवन अर्पण गर्नु हो। अनि मलाई लाग्छ यो स्टेटमेन्ट जति मिठो र पढ्नुको लागि हेर्नको लागि सहज छ, जिउनुको लागि त्यति नै गाह्रो छ। यसैले गर्दा यो कुरालाई हामीले हेर्दै गर्दा चाहिँ एउटा इसाई अगुवाको जीवन चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भन्दा चाहिँ हाम्रो सुरु र अन्तको हाम्रो जीवन चाहिँ के रहेछ है, अरूको लागि जीवन अर्पण गर्नु नै एउटा अज्ञापनको है जीवनको एउटा जिउने शैलीको रहेछ। त हाम्रो अगाडि अहिले मैले भनिहालेँ प्रभु यीशु ख्रीष्ट हाम्रो लागि एउटा जिउँदो जीवित उदाहरण हुनुहुन्छ, जसले यस्तो एउटा छाप प्रभाव उहाँले छोडेर जानुभयो, जसको कारणले गर्दाखेरि अहिले पनि संसार साँच्चै नै कस्तो एउटा आत्मिक उथल पुथलको हामी है अनुभव गर्न सक्छौँ। हामी जति अगुवाहरू छौँ, हाम्रो जीवनमा धेरै चुनौतीहरू छ, हाम्रो जीवनमा धेरै अभावको कुराहरू छ, हामीले धेरै प्रकारको एलिगेसनहरू, हामीले धेरै प्रकारको होइन स्ट्रगल्सहरूदेखि लिएर चाहे त्यो मेन्टल होस्, फाइनेन्सियल होस्, अरू कुनै पनि क्षेत्रको होस्, हामीले खेपेर आइरहेको छौँ। कतिचोटि हाम्रो जीवन हामी यस्तो स्थितिमा आइपुगेको होला, अब त यहाँदेखि कसैले लग्दै नै हुन्थ्यो, कसैले यसलाई हुन्छ नि सब्स्टिट्युट गर्दै नै हुन्थ्यो भन्ने मोडमा नि हामी कतिचोटि आइपुगेको होला। तर जुन एउटा सेवाकाई परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ, यो हाम्रो कमाएको कुराहरू होइन, हाम्रो दक्षताको कुराहरू होइन, यो तपाईँ र मैले डिजर्भ गर्ने कुराहरू होइन। परमेश्वरले हामीलाई अनुरोध गरेर तपाईँ र म भित्र त्यो एउटा पोटेन्सियल देखेर तपाईँ र मलाई मौका दिएको कुराहरू। यसैले गर्दा हामी दासको हृदय बनाएर, हामी आफूलाई नम्र बनाएर यसुलाई जातिको बिचमा हामीले उचाल्नु पर्नेछ। र अज्ञापन भनेको चाहिँ एउटा यसै अज्ञापन भनेको चाहिँ सुरु अनि अन्त आफ्नो लागि होइन रहेछ, अरूको लागि जीवन जिउनु नै रहेछ। यो पास्टरले भन्दै हुनुहुन्थ्यो होइन, मलाई लाग्छ महिनाको वर्षमा आधी वर्ष त ट्राभल सेवाकाई विविध कुरामा नै उहाँको समयहरू होइन पास सोनामहरू अगाडि जिउँदो उदाहरण हुनुहुन्छ। हामी कति पास लिडरहरू पनि सायद हामी बाहिरको क्षेत्रमा त्यसरी ट्राभल नगरी तपाईँले लोकली पनि तपाईँले होइन पर्सनल आफ्नो जीवनहरू कसरी आफ्नो मण्डलीलाई तपाईँले दिनुभएको छ, सबै कुरालाई हामीले हिसाब गर्दै लिएर आउँदाखेरि मोर ओभर हामी अरूको लागि नै अर्पण गरिरहेको हुन्छ। त्यही नै एउटा अज्ञापनको बोलाउट हो, त्यही नै एउटा अज्ञापनको जीवनी हो। यहाँनिर अर्को प्रभुको दास यहाँनिर के भन्नुभएको छ भने द true mark of a Christian leader is trying to build up other people, rise of other leaders. है अज्ञापनको वास्तविकता चिन्ह भनेको अरूको लागि आफ्नो जीवन बिताउनु र अरू अज्ञहरूलाई हुर्काउनु हो। अनि यसैले गर्दा हामी पनि त्यो एउटा हुन्छ नि है त्यो दौडभित्र त्यो एउटा है मैदानमा हामी छौँ। अनि पक्कै नै यो कुरा हामी पनि हरेक दिन अभ्यास गर्दैछौँ। हामी पनि त्यो माथिको एउटा परिपक्वताको चुचुरोमा नपुगे तापनि हामी पनि यी कुराहरूलाई हाम्रो जीवनमा प्रार्थनासहित कसरी हुन्छ अभ्यास गर्ने कुराहरू हामी गरिरहेको छौँ। तर हामी अज्ञापनहरूले बुझ्नुपर्ने कुराहरू चाहिँ के छ भने चाहिँ साँच्चै नै वास्तविकता एउटा असल अगुवाको चिन्ह चाहिँ के हो भन्दा आफ्नो जीवन चाहिँ अरूको निम्ति जिउनु र है अरूलाई अझै आफू पछाडि आउँदै गरेकोहरूलाई होइन अर्को लेभल ल्याउनु चाहिँ त्यो सबैभन्दा ठुलो कुराहरू हो। अनि हामी अरू धेरै उदाहरण भन्दा नि होइन प्रभु यीशु ख्रीष्टलाई हामी देख्न सक्छौँ कि उहाँ पछाडि उहाँले मात्र 12 जना आफ्नो चेलाहरूलाई नियुक्ति गर्नुभयो, उहाँले उनीहरूलाई हुर्काउनु भयो, उहाँले उनीहरूलाई बनाउनु भयो, उहाँले उनीहरूलाई जीवन जिउनु भयो। हेर्नुहोस् त अन्तिममा त्यही सेवाकाईबाट तपाईँ र म पनि आज यहाँ छौँ र आज हामीले यही सेवाकाई र यही अज्ञापनलाई सही तरिकाले गऱ्यौँ भने जबसम्म प्रभुको त्यो समय आउँदैन तबसम्म हामी पछाडि आउँदै गरेकोलाई पनि हामीले बनायौँ भने पक्कै पनि उनीहरूलाई राम्रो तरिकाले उनीहरूलाई जिउँ र उनीहरूलाई हुर्कायौँ भने निश्चय नै यो सेवाकाई ख्रीष्टको अन्तिम समयसँग महिमित रूपमा चम्की बस्नेछ। आमेन। त्यो चाहिँ तपाईँ र म हामी अज्ञहरूमा निर्भर हुने कुराहरू हो। बिली ग्रामले भनेका छन् salvation is free but discipleship costs everything we have। होइन कि मुक्ति निःशुल्क छ अथवा सित्तैमा मुक्ति
हामी सित्तैमा पाएको हामीले पाउँदा चाहिँ। तर चेलापनले हामीसँग भएको सबै कुराको मूल्य चुकाउनु पर्छ। सबैभन्दा ठुलो कुरा चाहिँ हामी उद्धार मुक्ति त हामी सबैको लागि ख्रिस्टले त्यो मूल्य चुकाउनु भयो, हामीले सित्तैमा नि पाएको निःशुल्क होइन, कुनै पनि हाम्रो कमाइ बिना नै हामीले पाएका हौँ। तर जब हामी चेलापनको कुराहरू गर्छौँ या जब हामी अज्ञपनको कुराहरू गर्छौँ, जब हामी एउटा सेवाको कुराहरू गर्छौँ, त्यसमा चाहिँ तपाईँ र मैले होइन हामीसँग भएको सबै कुराको मूल्य हामीले चुकाउनु पर्छ। अनि हामी जतिजना आज यो मिनिस्ट्रीको अमेरिकाकै मात्रै कुरा गर्ने भने त हामीले 14-15 वर्षको यात्रालाई कटाइसकेका छौँ। अनि यो यात्रामा तपाईँले पछाडि एकचोटि फर्किरहनुसम्म सेवाकाईको त्यो दिनहरूलाई, परिस्थितिलाई, त्यो समयलाई, ऋतुहरूलाई मूल्याङ्कन गर्नुहोस्। तर यो कुराहरू भन्दै गर्दा पक्कै कता न कता तपाईँ र मलाई आफूलाई ढाँडस र सन्ताना मिल्छ। कता कता कतिचोटि चाहिँ भित्र आफूलाई मलाई मात्रै किन प्रभु किन गाह्रो बा, तपाईँले मलाई बिर्सिनु भयो कि भुल्नु भयो कि बा, म तिरुको अलिकति पक्षपात भयो कि होइन, मलाई मात्रै किन म अहिले गर्दाखेरि सेवाकाईमा यति साह्रो गाह्रो किन भन्दै गर्दाखेरि चाहिँ यदि हामीले हाम्रो अगाडिको प्रभुको महान दासहरूको मात्रै जीवनलाई हामी स्मरण गर्ने हो भने साँच्चै नै उद्धार साधारण विश्वासी हुन सजिलो कुरा हो। तर अगुवा हुनु, मानिसहरूको बिचमा अगुवाई गर्नु चाहिँ हाम्रो लागि चुनौती र ठुलो कुरा हो, र जसको लागि चाहिँ हामीले मूल्य चुकाउन सक्नुपर्छ। अनि त्यो मूल्य चाहिँ खालि हाम्रो कमाइको मूल्यको विषयमा त्यो कुराहरू छैन, हाम्रो समयको कुराहरू छ, प्रार्थनाको कुराहरू पनि छ, सहनु पर्ने कुराहरू छ, सिकाउनु पर्ने कुराहरू छ होइन, आफू गलत नहुँदा पनि गलत साबित हुँदा पनि सहनु पर्ने कुराहरू छ, मानिसलाई सँगसँगै लिएर जानुपर्ने कुराहरू छ। यसरी गर्दा अज्ञपन एकदमै ठुलो विशेष दायित्व र जिम्मेवारी हो। विशेष चाहिँ हामीले इसाई दुनियाँको बिचमा कुराहरू गर्ने भने चाहिँ हाम्रो लागि सबैभन्दा ठुलो चुनौतीको कुराहरू छ। त्यसैले गर्दा हामी यस्तो हृदय बनाउन सकौँ जुन हृदय चाहिँ हाम्रो ख्रिस्ट येशूसँग पनि थियो। आमेन। सो हामी अज्ञपनको होइन परिभाषालाई हामी हेर्दै गर्दा हामी केही होइन लोकप्रिय उदाहरणहरूलाई पनि हामी एकचोटि हामी हेर्नेछौँ। एक दुईवटा पोइन्ट्सहरू राखेको छ, हामीलाई थाहा छ। मदर टेरेसाले भनेको छ कि अ लाइफ नट लिभ फर अदर इज नट ए लाइफ। हामी अरूको लागि जीवन जिउन सक्दैन भने त्यो जीवनै होइन भनेको छ। अनि सायद तपाईँलाई थाहा छ होला उहाँको जीवनीको विषयमा होइन, खास उहाँ त एउटा दार्जिलिङको लोरेन्टन भन्ने कलेजमा पढाउनु गएको टिचर हो। खास उहाँ त कलकत्तामा होइन उनीहरूको ट्रिपमा जाँदाखेरि त्यो गल्लीमा दिदीबहिनीहरूको बिजोग, त्यो गल्लीमा नानीहरूको बिजोग, त्यो गल्लीमा मानिसको दुःख देखेर उसलाई निद्रै लागेको छैन। अन्तिम उसले आएर होइन उसको म्यानेजरलाई भन्छ म त अब त्यो गल्लीमा गएर काम गर्नु पऱ्यो। त्यो समयमा बाहिरबाट आएको छोरी मान्छे कहाँ भन्छ कलकत्ता जस्तो ठाउँमा गएर काम गर्नु कति साह्रो डरलाग्दो कुराहरू थियो। तर उसले आफ्नो लाइफ रिस्कमा हालेको छ। अन्तिममा गएर है उसले त्यो उसको जुन जब थियो त्यो नै जबै क्विट गरेर त्यहाँदेखि बाटो लागेको छ। र अन्तिममा गएर हामीलाई थाहा छ उसले नोबेल होइन पुरस्कार पनि हात पार्न सकेर उहाँले एउटा मलाई साँच्चै यो कुराले एकदमै छुन्छ। यदि हामी एज ए लिडर्स हामी अरूको लागि हामी जीवन जिउन सक्दैन भने चाहिँ त्यो जीवनै होइन भन्छ। अनि यसको लागि हामी धेरै हाम्रो अरू दिमागतिर हामीले टर्न गरिरहनु पर्ने कुराहरू पनि छैन। येशूले उहाँको जीवन हाम्रो लागि उहाँले जिउनु भयो, उहाँले आफ्नो जीवन तपाईँ मेरो लागि दिनुभयो। अनि जसले गर्दाखेरि आज हामीले यो उदाहरण मुक्ति पाएर उहाँ पश्चात है पस्पिटलले भन्दै उहाँले नसकेर चाहिँ हामीलाई छोडेको होइन, तर उहाँले केही भाग केही पाटा उहाँ त्यो ठाउँ तयार पार्नलाई जानुभएको छ। त्यो सबै तयारी भइसक्दैन तबसम्म मैले छोडेको केही पर्सन छ है काम, यो चाहिँ तिमीले गर्दै गर्नु। जब म फर्किआउँछु अनि तिमीहरू सबै मसँग नै त्यहाँ जानुपर्नेछ। यसैले गर्दा एउटा काम तपाईँ र मेरो निम्ति परमेश्वरले दिनुभएको छ, जसको लागि चाहिँ हामी एउटा विशेष हामीले जानेर बुझेर होइन जानी बुझिकन होइन यहाँ धेरै के भन्छ दुःख छ, कष्ट छ, समस्या छ, चुनौती छ, राम्रो सुत्नु पाउँदैन होइन, धेरै कुराहरू छ हाम्रो लाइफमा, धेरै चुनौतीहरू खेपेर जानुपर्ने कुराहरू छ। तरै पनि हामीले जानी बुझिकन हामीले यो कुराहरूलाई हामीले हाम्रो जीवनमा हामीले स्वीकारेका छौँ कि हामी निश्चय नै अरूको लागि अरूको जीवन बनाउनको लागि अरूलाई निर्माण गर्नको लागि प्रभुको राज्यलाई बनाउनको लागि नै हामी लागि परेका हौँ भनेर हामीले निर्णय गरेर आज हामी अगोपन आएको छौँ। नेल्सन मण्डेलाले भनेको छ कि लिड फ्रम द ब्याक एन्ड लेट अदर्स बिलिभ दे आर इन फ्रन्ट। यो नि एक खालको अगुवाहरूको लागि होइन एकदमै एउटा चुनौती कुरा हो कि पछाडिबाट अगुवाई गर्नुहोस्। यसको मतलब चाहिँ अब सबै त पछाडि हुनुपर्छ भन्ने होइन, हाम्रो लिडिङ लाइफस्टाइल मानिसलाई अगुवापन गर्ने जीवनको शैली भनेको नि यसरी गर्नुहोस् कि सबै मानिसहरूले उनीहरूले आफूलाई एहसास गर्न सकोस् कि हामी चाहिँ अगाडि छौँ भन्ने कुरा उनीहरूले महसुस गर्न सकोस्। एउटा लिडरसिपमा हुनुपर्ने एउटा क्वालिटिज अथवा गुणहरू हो। अनि त्यसैले गर्दा
हामी सबै अगुवाहरू भएको कारणले गर्दा हामी भोलिको दिनमा अझै एउटा होइन परमेश्वरको सेवा विशेष अगुवाहरू है हुने भएको कारणले गर्दा यी कुरालाई हामीले बुझिराखौँ र जानिराखौँ र हाम्रो जीवनमा यी कुरालाई हामी अभ्यास गरौँ ताकि परमेश्वरले दिनुभएको सेवालाई अझै हामी एकदमै होइन सुन्दर एकदमै अझै त्यो उचाइमा परमेश्वरको बोलाउटमा होइन मानिसहरूलाई एकदमै परमेश्वरको त्यो महिमित होइन कुराको लागि चाहिँ हामी तयारी गर्न सकौँ र हामी आफैलाई कसरी हुन्छ एउटा मेच्योर लिडरसिपमा हामी आफैलाई भित्रबाट हामी नर्सरी गरौँ हामी आफैलाई पनि होइन कसरी त्यो खालको पोषण गरौँ कि हामी एउटा परिपक्व अगुवापनमा आएर हामी पछाडि हाम्रो पहिलाहरूलाई पछ्याउँदै गरेका मानिसहरूलाई या परमेश्वरले भरोसा गरेर दिनुभएको अगुवापनको दायित्व र जिम्मेवारीलाई हामी एकदमै इमान्दार साथ परमेश्वरको वचन र सत्यताको धरातलमा रहेर हामी पुरा गर्न सकौँ। हालेलुया। ताकि हामीलाई कुनै पनि एक्सक्युसेसहरूले कुनै पनि बहानाहरूले कुनै पनि रिजन्सहरूले कुनै पनि कारणहरूले चाहिँ परमेश्वरले दिनुभएको यो महिमित बोलाउट र अवसरबाट हामी यो कुराबाट हामी लोभ भएर हामी नजाउँ। यहाँनिर फिल मार्शल लोर्डले भनेको छ कि अगुवापन भनेको चाहिँ पुरुष र महिलालाई साझा उद्देश्यमा एकसाथ ल्याउने क्षमता र इच्छा शक्ति र आत्मविश्वासलाई प्रेरित गर्ने चरित्र हो। The capacity and will to relate man and woman to a common cause and the character which inspire confidence. हामीले यो कुरालाई यसो हेर्दै गर्दाखेरि जब मैले यो कुरालाई एकदमै भित्रबाट मैले यसलाई स्टडी गर्दै थिएँ अध्ययन गर्दै थिएँ अनि मलाई त्यो बेला यो है मोजेसले जब होइन इजरायली जातिहरूलाई 4 पुस्ता पछाडि त्यो 10 शतकको देशबाट फर्काएर परमेश्वरले प्रतिज्ञाको देशमा ल्याउँदै गर्दाखेरि उनीहरू त एकदम एक्साइटेड भएको थियो होइन उनीहरू आउँदाखेरि लामो समय पछाडि चाहिँ होइन उनीहरू स्वतन्त्र भएर प्रतिज्ञा देशमा आउँदै थियो अगाडि उनीहरूको अगाडि लाल समुद्र आइपुगेको छ। लाल समुद्र मात्रै ठुलो कुरा थिएन तर पछाडि फारोको सेना पनि पछि लागेको छ र उनीहरूको एउटा यस्तो पोइन्टमा आइपुगे उनीहरूलाई यति साह्रो गाह्रो भयो कि त्यो अवस्थामा त्यहाँको मानिसले भनेको छ यस्तो मरुभूमि आएर मर्नु भन्दा त बरु मिश्रमा नै बरु हामी त दासता दिन हाम्रो लागि त एकदमै हाम्रो लागि त खुसी थियो। मोसाप्रति जाइ लागेको छ यिनीहरू। अर्को भाषा भने चाहिँ यिनीहरू त मोसालाई त ढुङ्गाले हानेर मार्न आँटेको थियो किनभने अगाडि लाल समुद्र छ तरेर जाउँ कसरी पछाडि फर्क्यौँ फारोको सेनाहरू आइरहेको छ। तर मोसाको अगुवापनलाई हामीले हेर्ने हो भने त्यहाँ भएका चाहे त्यो मसिनो नानीहरू चाहे झौन्जनी होस् चाहे स्त्री होस् चाहे पुरुष होस् त्यहाँ भएका सबै मानिसहरूलाई उसले यस्तो खालको एउटा साँच्चै नै उसले प्रभाव पार्यो त्यो मानिसहरूमाथि उसले यस्तो खालको एउटा आफ्नो साँच्चै नै विश्वासले त्यहाँ दिलायो कि ती सबै मानिसहरू उसले त्यहाँनिर भनेको छ कि परमेश्वरले जुन छुटकारा हामीलाई दिँदै हुनुहुन्छ यहाँबाट र जुन मानिसहरू हाम्रो पछाडि 4 पुस्तादेखि हाम्रो खेदो गरेर आइरहेको छ जसले हामीलाई साँच्चै नै रात दिन बेचैन बनाएको छ अब यहाँदेखि त उसो नि परमेश्वरले यो मानिसहरू हाम्रो जीवनबाट हटाइदिनुहुन्छ र तिमीले यो मिस्री भन्ने जाति जीवनभरि तिमीले कहिले पनि देख्ने छैन भनेको छ। सायद त्यो बेला त्यो मानिसहरूलाई ठुलो प्रश्न पनि चिन्ह भयो होला ला कसरी हुन्छ होला भनेर होइन। तर साँच्चै जब लाल समुद्र 2 भाग पारेर मिस्रीहरूको है त्यो साँच्चै नै त्यो खालको अवस्थाबाट उनीहरू छुटकारा पाएर पारिपट्टि पुगे नि अनि परमेश्वरले मोसालाई भने चाहिँ त्यो उनीहरूले अगाडि अरू धेरै जातिहरू फेस गरेको छ तर मिस्रीहरूले जिन्दगीभर इजरायलीलाई कहिले पनि उनीहरूले दुःख दिएन। त्यस पछाडि त्यो उनीहरूको लागि एउटा अन्तिम मोड थियो किनभने मोसाले त्यो समयमा होइन त्यहाँ भएको मानिसहरूलाई यस्तो खालको एउटा है साँच्चै नै उनीहरूले मोसाले उनीहरूलाई प्रेरित गरायो। उनीहरूलाई यति साह्रो उसँग एउटा यस्तो क्षमता थियो जसले गर्दा चाहिँ मानिसहरूलाई उसले त्यो यस्तो गाह्रो अवस्थामा होइन मानिसहरूलाई बुझाएर अनि त्यो उसको अगाडि लाल समुद्र छ पछाडि होइन फारो अनि त्यसको चाहिँ सेना आउँदैछ भरे पनि त्यो बिचमा मानिसहरूलाई उसले कसरी एउटा आफ्नो अगुवापनको भूमिकालाई निर्वाह गरेर ती मानिसहरूलाई विश्वास जनाएर अनि त्यो मानिसलाई त्यहाँबाट अलि अगुवाई गरेर पारिरहेको छ। यो कुराहरूलाई हामीले हेर्दै गर्दा हामी अगुवाहरूको लागि कतिचोटि यस्तै नै हुन्छ हाम्रो अगाडि एउटा परिस्थिति छ जसले हामीलाई खेदिरहेको छ अर्को अगाडि हामीले हेर्दै गर्दा हाम्रो लागि कोही बेला लाल समुद्र जस्तो ठुलो होइन समस्याहरू छन् न अघि जाउँ न पछि जाउँ यस्तो स्थिति पनि आउँछ। तर एज ए लिडर तपाईँ र मेरो आशा अनि भरोसा भने चाहिँ परमप्रभु परमेश्वर नै हुनुहुन्छ। हालेलुया। अघि पास्टरले भन्दै हुनुहुन्थ्यो हाम्रो आशा भरोसा चाहिँ घोडाहरूमाथि होइन रथहरूमाथि होइन हाम्रो सिपाहीहरूमाथि होइन तर हाम्रो भरोसा चाहिँ हाम्रो परमप्रभु परमेश्वरमाथि। अनि जो मोसाले गरे परमेश्वरले उसको लागि बाटो खोलिदिनु भयो अनि उसले त्यत्रो डल्लै मानिसलाई असल तरिकाले अगुवाई गरेर अघि लिएर गएको छ। हालेलुया। हामी लिडर्सहरूले हामीले बुझ्नुपर्ने कुराहरू यो पनि छन् एउटा यो भनाइबाट। अर्को भनाइलाई पनि हामी एकचोटि हेरौँ
यो राष्ट्रपति हैनले यहाँ भनेका छन् कि हैन अ लिडर इज ए पर्सन हु हेज द एबिलिटी टु गेट अदर्स टु डु वाट दे डु नट वान्ट टु डु एन्ड लाइक इट। उहाँले के भन्नुभएको छ भने चाहिँ अगुवा भनेको क्षमता भएको व्यक्ति हो जसले अरूलाई उनीहरूले गर्न नचाहेको काम गर्न र मन पराउने बनाउँछ। कस्तो ठुलो टास्क रहेछ हेर्नु त। अगुवा चाहिँ अब त्यस्तो व्यक्ति अरे जो मान्छेले गर्नै चाहँदैन तिनीहरूले त काम गर्नै बनाउनु पर्यो काम मात्रै गर्ने बनाउनु पर्यो उनीहरूलाई त्यो मन पनि पर्ने बनाउनु पर्यो अरे है। अनि उदाहरण तपाईँले नेहेमियाको जीवन हामीलाई थाहा छ होइन। नेहेमिया ऊ त्यहाँ जन्मेको नि होइन उसको अब पिता पुर्खाहरू जन्मेको देश उता विदेशमा गएर जन्मेको तिनी हुर्केको खासै भन्नुपर्दा अब हाम्रो नानीहरू त अझै त्यो जेनेरेसनमा पनि आइपुगेको छैन। ऊ त उसको त बाउ बाजे के अरे बाजेहरू चाहिँ त्यहाँबाट आएको अनि ऊ आफै त्यहीँ जन्मेर ऊ हुर्केर यो भएको एकदमै होइन अब राजाको यसमा प्यालेसमा काम गर्ने उसको त अब साँच्चै नै पोजिसनको कुराहरू गर्ने स्ट्याटसको कुरा गर्ने भने उता एकदम सेटल भएको मान्छेहरू उसले उताको मान्छेको लागि त सोच्नु नपर्ने कुराहरू तरै पनि उसले आफ्नो जाति र मानिसलाई सोचेको छ। अनि हामीले विषयमा धेरैचोटि सुनेको पनि छौँ हामीले पढेको पनि छ तर मैले यसलाई यो कुरालाई बुझाउँदै गर्दाखेरि नेहेमियाको जीवनबाट नेहेमियाको अगुवापनबाट हामीले बुझ्नुपर्ने कुरा के छ भने चाहिँ हो उसलाई राजाले पनि अनुमति दियो बाटोमा उसलाई जानको लागि सुरक्षा नै प्रधान भयो उसलाई आवश्यकता पर्ने सबै कुरा पनि जुटियो अनि खासै त नेहेमिया त अब कन्फिडेन्ट भएर सबै भयो एकदम आरामले गर्नुपर्ने तर जब ऊ त्यस ठाउँमा पुग्छ उसले जति पनि कुरा अघि पाए र उसले सोचेको जस्तो तरिकाले उसले त्यहाँ पर्खाल निर्माण गर्न सकेन। उसको लागि बाहिरको मानिस पनि चुनौती थियो पछाडि त भित्रको इजरायलीहरू पनि चुनौती बनेको छ उसको लागि धेरै कुरा सामना गर्नु पर्यो होइन। हामीलाई थाहा छ उसले धेरै कुराहरूलाई उसले ट्याकल गर्नु पर्यो तर यसरी उसले मानिसहरूलाई है प्रभाव पार्यो उसले मानिसहरूलाई यति साह्रो उसले उत्साह गर्यो किनकि उसँग एउटा यस्तो क्षमता थियो पर्खाल बनाउनै नचाहने मान्छेलाई पनि उसले पर्खाल बनाउने बनाएर छाड्यो। त्यो प्रोजेक्टलाई पिटेकै मनै पराउँदैन मान्छेले अन्तिममा त्यो के अरे मन पराउने बनाएर नि छाड्यो उसले। र हामीलाई थाहा छ 52 डेजमा नेहेमियाले भत्किएको पर्खाललाई निर्माण गरिदियो। त्यो चाहिँ एउटा अगुवापनमा हुने गुण हो त्यो चाहिँ एउटा अगुवापनभित्र भएको एउटा चरित्र हो। अनि एज ए लिडर जसै आज हामीले हाम्रो मण्डलीलाई अगुवाई गर्दै गर्दा यी कुराहरूलाई हामीले एउटा मिठो र मोचककोपनमा लिने मात्र नभएर यसलाई हाम्रो जीवन हामीले कसरी इम्प्लिमेन्ट अथवा कसरी यसलाई अभ्यास गर्ने र यस्तो परिस्थितिहरूमा हामीले कसरी एउटा परमेश्वरको निकायलाई खोजेर परमेश्वरले दिनुभएको क्षमतालाई मानिसहरूलाई गलत तरिकाले नै सही तरिकाले प्रभाव पार्दै मानिसहरूलाई त्यो निर्देशन दिनुपर्ने छ कि परमेश्वरको काम चाहिँ हाम्रो बिचमा हामीले बनाउनु पर्नेछ उहाँको राज्यलाई निर्माण गर्नुपर्नेछ। अनि निर्माण गर्नलाई सजिलो हुँदैन है कि साँच्चै नै परमेश्वरले हामीलाई त्यो अभिषेक अर्डिनेसन हुने बित्तिकै सबै कुरा हाम्रो लाइफमा त्यसरी होइन बनेर आउँछ भन्ने कुराहरू छैनन् त त्यो पछाडि तपाईँ र म आफैले पनि गर्नुपर्ने हाम्रो धेरै दायित्व अनि जिम्मेवारी छन् त्यसलाई हामीले कसरी निर्वाह गर्नुपर्ने भन्ने कुरा चाहिँ एज ए क्रिस्चियन लिडर एउटा इसाई अगुवा भएको कारणले गर्दा हामी यी कुरालाई बुझ्नुपर्छ र परमेश्वरले हामी सबै अगुवाहरूलाई हामीलाई सहायता गरेको होस् ताकि हामीलाई पनि यस्तो साह्रो गाह्रो समयहरूमा परिस्थितिहरूमा परमेश्वर यस्तो खालको क्षमताहरू शक्तिहरू दिएको होस् कि मानिसहरू हाम्रै विरुद्धमा खडा हुँदा पनि उनीहरूले प्रेमले जितेर होइन उनीहरूलाई हामीले भलाइले जितेर कसरी हुन्छ परमेश्वरको काम गर्न उनीहरूलाई तयार हामीले बनाउन सक्नुपर्छ। त्यही नै यो एउटा अगुवासँग भएको क्षमता र गुण। हालेलुया। हामी अरू केही हामी उदाहरण पनि हामी हेर्नेछौँ कि यहाँनिर के भनाइहरू छन् म यसलाई म राख्नेछु तपाईँको बिचमा कि लिडर इज इन्फ्लुएन्स द एबिलिटी अफ one person to influence others. One man can lead others to the extent that he can influence them. हामीले यो भनेर हेर्दै म नेपालीमा पढिदिइहाल्छ। अगुवापन भनेको प्रभाव हो। यो विषयमा अघि बिहान पनि हामीले धेरै सुन्यौँ, अहिले पनि हामी हेर्दैछौँ कि एक व्यक्तिले अरूलाई प्रभाव पार्ने क्षमता, एउटा व्यक्तिले अरूलाई त्यति हदसम्म अगुवापन गर्न सक्छ जति हदसम्म उसले उनीहरूलाई प्रभाव पार्न सक्छ। आमेन। बाइबलबाट उदाहरण हेर्ने भने चाहिँ मोसेस इन्फ्लुएन्स अन जोसुवा इज ए profound example of leadership, हैन? यसुमाथि मोसाले मोसाको प्रभाव यसुमाथि मोसाको प्रभाव अगुवापनको गहन उदाहरण हो। अब हामीलाई थाहा छ, हामीले यी विषयमा हाम्रो चर्चमा पढेको के अरे हामीले प्रचार गरेको पढेको हामीले सुनेको छौँ, तर हामीले यो माथिको एउटा भनाइलाई हेर्दै गर्दाखेरि यो भनाइलाई हामीले विचार गर्दै गर्दाखेरि चाहिँ हामीले एक्चुअली मुसाको जीवनबाट नै हामीले कुराहरू बुझ्नुपर्छ कि उसले कतिको हदसम्म
होइन ऊ पछाडि आउँदै गरेको होइन उसलाई चाहिँ यहोशुवालाई उसले होइन प्रभाव पार्न सक्यो। र हामीले यो पनि थाहा छ जति इजरायलीहरूले मूसाको समयमा होइन मूसालाई दुःख दियो नि, यहोशुवाको समयमा त्यति साह्रो दुःख दिएन। र इभन यहाँसम्म कि मूसाको समयमा मानिसले के गरे उनीहरूले घरि अर्को देवी देवतालाई पुज्छ, घरि सुनको बाछा बनाइ पठाउँछ, घरि परमेश्वरसँग होइन उनीहरू बाघी बनेर खालि मिश्रै फर्केर जाने होइन, त्यताकै स्वाद लसुन त्यताकै होइन खानेकुराको मात्रै कुरा गरिबस्थ्यो। तर मूसाले त्यो सबै कुराहरूको बावजुद पनि उसले आफ्नो जीवन यसरी साँच्चै नै उसँग भएको दक्षतालाई उसँग भएको क्षमतालाई यस्तो खालको प्रभाव उसले पारिदियो, यो हचमुले प्रभाव पार्यो कि यसलाई कि उसको जीवनमा यो खालको सेवाकाई दियो जसले गर्दा ती मानिसहरूले आफ्नो गुरुलाई अथवा आफ्नो जो उसको होइन पहिलाको अगुवा थिए उसलाई किन दुःख पनि त्यसैले गर्दा यसोको जीवनको त्यो सफलताको उचाइलाई हेर्दै गर्दा चाहिँ हामी जहिले पनि मूसालाई कहिले पनि बिर्सिनु। मूसाले ती कुरा नगरेको भए चाहिँ सायद पछाडिको समय जो थियो सायद त्यो यहोशुवाको समयमै आउँथ्यो होला। तर मूसालाई सही तरिकाले त्यो प्रभाव पारेको कारणले गर्दा उसको साँच्चै नै त्यो क्षमता त थियो आफू पछाडि आउँदै गरेको अगुवालाई कसरी प्रभाव पार्नुपर्छ भन्ने। अनि जसले गर्दाखेरि पछाडि यहोशुवाले यति सरल र सजिलोसँगले उसले अगाइपन गर्न सके। र साँच्चै नै उसको समयकालभरि इजरायलीहरूले कहिले पनि उनीहरू आफ्नो है उनीहरूले मुहार फर्काएन परमेश्वरदेखि, किनकि उसको अघिको अगुवाले यस्तो खालको एउटा राय देखाएको थियो, यस्तो खालको एउटा प्रभाव र छाप छोडेको थियो। अनि जसले गर्दाखेरि यहोशुवाले त्यो बाटोलाई पछ्याएको छ। एन्ड एज ए लिडर्स हाम्रो जीवनमा सायद मूसाको भन्दा पनि एक्सट्रिम स्थितिहरू होला, हामीलाई कति गाह्रो अवस्थाहरू आयो हाम्रो जीवनमा, तर हामी एउटा यस्तो खालको छाप छोडौँ, हामी यस्तो खालको पछाडिको अगुवाहरू हामी निर्माण गरौँ, हामी यस्तो खालको अगुवालाई हामी तयारी गरौँ ताकि यहोशुवाले जस्तै जुन अगुवापन गरेको छ र उसको अगुवाइतामा मानिसहरूले साँच्चै नै आफ्नो है मुहार चाहिँ परमेश्वरदेखि उनीहरूले फर्काएन, उनीहरूले अरू देवी देवतालाई उनीहरूले अरू कुरालाई पुजेनन्, किनकि त्यो कुरा चाहिँ उसको जीवनमा ऊभन्दा अगाडिको गुरुले सही तरिकाले त्यो छाप लगाएको थियो। यसैले गर्दा हाम्रो जीवनमा कति कुराहरू हुन गयो होला, तर हामी पछाडि आउँदै गरेको मानिसहरूलाई चाहिँ हामीले त्यो छाप त्यो प्रभाव चाहिँ हामीले छोड्न सक्नुपर्छ। अर्को भनाइलाई हामी राख्नेछौँ कि क्रिस्चियन लिडर इज ए सर्भेन्ट विथ क्रेडिबिलिटी एन्ड क्यापेबिलिटिज टु इन्फ्लुएन्स पिपल इन ए पार्टिकुलर कन्टेक्स्ट टु पर्स्यु देयर गड गिभन डाइरेक्सन। है एक इसाई अगुवा भनेको एक सेवक हो जसमा विश्वसनीयता र क्षमताहरू हुन्छन्, जसले विशेष सन्दर्भमा मानिसहरूलाई उनीहरूको ईश्वर प्रदान निर्देशन पछ्याउन प्रभाव पार्छ। आमेन। र हामीले अघि प्रभु यीशु ख्रीष्टको हामीले धेरै कुराहरू गर्दै गर्दा हामीले एउटा कोटेन्सनलाई हेर्दै गर्दाखेरि चाहिँ जब हामी हाम्रो मुक्तिदाता प्रभु यीशु ख्रीष्टलाई हामी हेर्छौँ कि उहाँले कसरी 12 जना चेलाहरूलाई प्रभाव पार्नुभयो र कसरी ती चेलाहरूले येशूलाई पछ्याए। अनि त्यही सेवाकाईबाट आज हामी यहाँ छौँ र यही सेवाकाईलाई हामीले राम्रोसँगले अगमन गऱ्यौँ भने भोलि पनि रहन्छ, अनि प्रभुको समय नआउँदो समय यो सेवाकाई रहि नै रहन्छ। त्यसैले गर्दाखेरि प्रभु यीशु ख्रीष्टले एउटा उहाँ परमेश्वरको स्वरूपमा हुँदा पनि होइन, परमेश्वरको त्यो बराबरी हुँदा पनि बाइबल हामीले धेरै पढेको छौँ, उहाँ चाहिँ एउटा सेवक एउटा दास। मर्कुस 10:45 त हाम्रो पहिलाको एसएलएमको होइन हाम्रो एउटा थेम भर्स थियो, जुन भजनलाई पनि हामीले गायौँ होइन, कि एउटा दासको हृदय बनाएर उहाँ आउनुभयो र उहाँले साँच्चै नै यस्तो खालको एउटा है उहाँसँग एउटा यो के भन्छ जीवन थियो, जुन जीवनले चाहिँ एउटा ईश्वरीय वरदान जो थियो, जुन मानिसहरूले त्यो कुरालाई आफ्नो जीवनमा अप्नाएर त्यसलाई पालन गर्नुपर्ने थियो, त्यो कुराहरू चाहिँ उहाँले गर्नको लागि यस्तो एउटा प्रभाव पाउनुभयो। अनि 12 जनालाई उहाँले यति साह्रो इन्फ्लुएन्स गर्नुभयो, अनि तिनीहरूले प्रभुलाई है आफ्नो स्वेच्छाको साथ उनीहरूले सबैको रिक्सलाई उनीहरूले उठाएर प्रभुको पछि गरे। अनि त्यस पश्चात त्यही नम्बर चाहिँ होइन हामीलाई थाहा छ 12, 70, 120, 500 हुँदै आज हामी यहाँ आइपुगेका छौँ। अनि एउटा अगुवाले कसरी हुन्छ हामी पछाडि आउँदै गरेको मानिसहरूलाई उनीहरूलाई पछ्याउन सक्ने एउटा प्रभाव तपाईँ र मैले पाउनु, हाम्रो पहिलाहरूलाई उनीहरूले पछ्याउनु सक्नु पऱ्यो। त्यो चाहिँ एउटा हामी अगुवा लिडर्सहरूको एउटा चुनौती हो, ताकि हामी कस्तो खालको छापहरू हामी छोड्दैछौँ, हामी पछाडि आउनेहरूले के कुराहरूलाई हेर्दैछन् भन्ने कुरा नै यहाँबाट देख्छ। त्यसले गर्दा हामीले एउटा अगुवाईपन गर्दै गर्दा आफैलाई निर्माण गर्नुपर्ने चाहिँ यति धेरै कुराहरू छन् र प्रभुले हामीलाई सहायता गरेको होस् ताकि हामी निश्चय नै यो विभिन्न बावजुद को बीचमा पनि हामी परमेश्वरको राहमा नै परमेश्वरको मानिसलाई सही मार्ग निर्देशन दिने हामी अगुवाहरू बन्नेछौँ। आमेन।
र अर्को यहाँनिर छ, लिडरसिप इज द क्यापेसिटी टु इन्फ्लुएन्स अदर थ्रु इन्सपिरेसन, मोटिभेटेड बाई प्यासन, जेनेरेट बाई भिजन, प्रोड्युस बाई कन्भिक्सन्स अनि इन्टिग्रेट बाई ए पर्पोज। नेपालीमा पढ्नेछु म कि अगमन भनेको अरूलाई प्रभाव पार्ने क्षमता हो, प्रेरणाद्वारा, जोसद्वारा प्रेरित, दर्शनद्वारा उत्पन्न, दृढ विश्वासद्वारा उत्पादित र उद्देश्यद्वारा प्रज्वलित पार्न सक्छ। अनि मलाई लाग्छ हामी कति यङ जेनेरेसनहरूले त विशेष यी प्रभु दासको होइन, माइल्स होइन, मनरोको कतिजनाले उहाँ लिडरसिपको विषयमा एकदमै होइन, अझै म्यानेजमेन्टको विषयमा, लिडरसिपलाई पनि आज म्यानेज गर्ने कुरामा उहाँको एकदमै, उहाँले यति धेरै पुस्तकहरू लेख्नु भएको छ है, उहाँको एकदमै राम्रो राम्रो कुराहरू उहाँबाट हामी सिक्न सक्छौँ। र है यो कुरालाई भन्दै गर्दाखेरि एकचोटि उहाँले भन्दै गरेको भनाइलाई हामीले प्रभुको दास नयाँ करारमा आउँदै गर्दा होइन, पावलको जीवनी जो 12जना चेलाहरूभित्र पनि ऊ आउँदैन, तर उसको जीवनलाई हामीले हेऱ्यौँ भने प्रभु यीशु ख्रीष्ट पश्चात होइन, पास पिटरले भन्दै हुनुहुन्थ्यो होइन, पावल अनि बारनाबास र तिमोथीको कुराहरू गर्दै हुनुहुन्थ्यो। हाम्रो जीवनमा पनि त्यस्तो कुराहरू हाम्रो जीवन हुनु पऱ्यो। यो व्यक्ति है एउटा समयमा यति साह्रो मण्डलीले सताउने हाम्रो थाहा नै छ होइन, मसिनो नानीदेखि लिएर छोरी मान्छेदेखि लिएर वृद्ध कसैलाई पनि उसले होइन र बाँकी राखेनन्। ख्रिस्टलाई विश्वास र माया गरेको कारणले गर्दा घर घर पछि उसले त दुःख सताएको, अनि यति मात्रै नभएर आफ्नो शर्त पुरा गरे गाउँ अर्को गाउँ पनि अनुमति पत्र मागेर सताउनलाई ऊ अघि बढेको छ। तर पछाडि एउटा समय आइपुग्यो, दमस्कसको बाटोमा प्रभुसँग उसको जङ्को भयो, त्यो इन्काउन्टरमा उसको लाइफै परिवर्तन भयो र उसले यस्तो तरिकाले मानिसहरूलाई है प्रभाव पार्यो, किनकि उसँग त्यो एउटा क्षमता थियो, मानिसहरूले यसरी प्रेरित गरायो, उसँग एउटा यस्तो जोस थियो जुन जोसले मानिसलाई यति साह्रो है उसले उत्साहित गरेर मानिसहरूलाई उसले यस्तो दर्शन पनि मानिसलाई हालिदियो ताकि मानिसहरू त्यो कुरामा प्रज्वलित हुँदै परमेश्वरको लागि उनीहरू है आफ्नो जीवन दिनको लागि पनि उनीहरू पछि पर्न सकेन। किनकि एउटा अगुवाको जीवन सही तरिकाले अब पछाडि आउने मानिसहरूको लागि इन्भेस्ट गर्यो भने त्यसले एउटा इतिहास नै रच्न सक्छ। यसैले गर्दा परमेश्वरले पनि हाम्रो जीवनमा हामीलाई दिनुभएको सेवाकाईभित्र उहाँले एउटा फेरि अर्को महिमाको काम गर्दै हुनुहुन्छ। हालेलुया। र केही भनेर राख्दा निकै लामो छ सर, त्यसले म टाइम पनि हेर्दैछु यहाँ, अनि लङ वे टु गो छ अझै हो। र हामी यहाँनिर एकजना है यो के हामीले भनेर राख्दै गर्दाखेरि हामी अन्य अगुवाको लेखहरूद्वारा अगुवाको परिभाषालाई हामी हेर्नेछौँ। यहाँ विशेष अगुवापनलाई परिभाषित गर्न सक्ने 4 तरिकालाई हामी हेर्नेछौँ। यो ब्याङ्क्स एन्ड लिड बेटरले उसको एउटा यो 4टा भनाइहरू छन्, यसलाई म राख्नेछु कि अगुवाको व्यक्तित्व र उसको व्यक्तित्व र शैलीद्वारा, मतलब अगुवापन चाहिँ तपाईँ र मेरो जीवनले, तपाईँ र मेरो लाइफस्टाइलले, तपाईँ र मेरो व्यक्तिगतले मानिसहरूलाई प्रभाव गर्ने कुरा, मानिसलाई लिड गर्ने कुराहरू हो। संसारको कन्टेक्स्टको कुराहरू गर्ने हो भने उनीहरूको आफ्नो उनीहरूको पर्सनालिटी कुराहरू आउँछ, उनीहरूको होइन लाइफस्टाइल भयो, उनीहरूको है एउटा व्यक्तित्व अथवा शैलीको कुराहरू आउँछ, उनीहरूको प्रभाव पार्ने, उनीहरूको संसारको मानिसले गर्ने अगुवापन अर्कै नै छ। तर एज ए क्रिस्चियन लिडरसिप हामी एउटा इसाई अगुवापन भएको कारणले गर्दा तपाईँ र मेरो जीवनले, तपाईँ र मेरो जीवनशैलीले मानिसहरूलाई नेतृत्व गर्न सक्नुपर्दछ। हालेलुया। किन हाम्रो लागि आइकनिक इक्जाम्पल भनेको येशू ख्रीष्ट हुनुहुन्छ। उहाँले आफ्नो चेलाहरूलाई यस्तो एउटा जीवन जिउनु भयो अनि उहाँले भन्नुभयो फलो मी, अनि साँच्ची नै ती चेलाहरूले येशूको जीवन देखेको थियो, प्रभुको जीवनशैली देखेको थियो, प्रभुको जीवनको व्यक्तित्व देखेको थियो। यसैले गर्दा उनीहरू प्रभुलाई पछाउनलाई पनि उनीहरू पछि हटेनन्, किनकि उहाँको चाहिँ जीवनको शैलीले, उहाँको जीवनको व्यक्तित्वले प्रभाव पारेको थियो। त्यस्तै नै अर्को छ कि निश्चित पद यो हैसियतद्वारा, अनि हामीले संसारको कुराहरू गर्ने हो भने चाहिँ ऊ कुन ब्याकग्राउन्डबाट आएको, उसको उधा के छ होइन, उसको पृष्ठभूमि के हो, त्यो कुराले संसारको मानिसहरूले अगुवाई पनि गर्छन् र त्यसरी उनीहरूले आफूलाई नै प्रस्तुत गर्ने गर्छ। तर एज ए क्रिस्चियन लिडर तपाईँ र मैले बुझ्नुपर्ने कुराहरू चाहिँ के छ भने चाहिँ हाम्रो ओदा, हाम्रो पद, हामी कुन हैसियत कुन घरानाबाट आएको भन्ने कुराले हामी हुँदैनौँ, तर हामी ख्रिस्टलाई नै प्रतिनिधित्व गर्दै हामी आफूलाई सबैभन्दा नम्र बनाएर अनि ख्रिस्टसँग हाम्रो जीवनलाई हामी जोड्दै हामी मानिसहरूलाई हाम्रो के छ होइन ओदाहरू पदहरू के छ, हाम्रो कस्तो हैसियत छ भन्ने कुराले हामी अगुवाई गर्दैनौँ। तर परमेश्वरले दिनुभएको एउटा मौका हो, यो प्रिभिलेज हाम्रो लागि, अवसर हो, अनि यसलाई हामी सही तरिकाले यसलाई हामी यापन गर्दै हामी मानिसहरूलाई अगुवापन गर्छौँ बाई द इन्फ्लुएन्स अन दोज एराउन्ड द लिडर्स। यो चाहिँ
हामी अगुवाहरूको लागि एकदमै चुनौतीपूर्ण कुराहरू अगुवा वरपरका मानिसहरूमाथिको प्रभावद्वारा। मैले यो इजरायलको तपाईँले राजाको विषयमा पढ्नुहोस्, जति राजाहरू भ्रष्ट भएको छ उनीहरूको वरिपरि भएको मानिसहरू सल्लाहकार छ नि, जसले परमेश्वरदेखि बाहिरको सल्लाहलाई उनीहरूले लिएको छ, सबै राजा र उनीहरूको समयको सबै कुरा उनीहरूले भ्रष्ट बनाएको छ। तर जब उनीहरूले सही मानिसको सल्लाह लिएर परमेश्वरको रायमा चलेको छ नि, उनीहरूले परमेश्वरको वचन र व्यवस्थाबाट 1 इन्च पनि उनीहरू पछि हटेको छैन। तर गलत उनीहरूको वरिपरि भएको गलत मानिसको सल्लाह लिँदा चाहिँ इजरायलको मानिस अनि राजाको त्यो गलत सल्लाहले गर्दा उनीहरूले बहुत दुःख पाएको छ। हामी लिडर्सहरूले बुझ्नुपर्ने कुरा चाहिँ हामी कस्तो मानिसको सल्लाह र सुझाव लिएर हामी सेवकाईलाई अगाडि गर्छौँ, हाम्रो वरिपरिको कस्तो मानिसहरू छन्, यसले पनि तपाईँ र मेरो सेवकाईलाई फरक पार्छ। त्यसले गर्दा हामी एज अ लिडर हामीले जहिले पनि यो कुरालाई चाहिँ एकदमै हामीले डिफाइन गर्न सक्नुपर्छ। यो परमेश्वरबाट आएको आवाज हो, कुरा हो, या तलबाट आउँदै गरेको कुरा हो, यो मानिसलाई खुसी पार्ने कुरा हो या परमेश्वरलाई महिमा दिने कुराहरू होइन, यी सबै कुरालाई चाहिँ हामीले केलाउन सक्नुपर्छ। त्यसैले गर्दाखेरि अगुवापनले चाहिँ जहिले पनि हाम्रो वरिपरि भएको मानिसहरूको प्रभावद्वारा चाहिँ सेवकाईलाई हामीले सञ्चालित गर्नु भएन, त्यसले चाहिँ गलत ठाउँमा पुर्याउँछ। अनि अर्को चाहिँ बाई द रिजल्ट्स एचिभ बाई द लिडर्स, अगुवाले प्राप्त गरेका परिणामहरूद्वारा पनि हो। त्यो चाहिँ नेगेटिभ होइन, तर राम्रो कुराहरू जो हामीले हाम्रो जीवनमा सेवकाईको क्रममा हामीले एचिभ गरेको छौँ त्यही कुराले नै अरूलाई अझै प्रेरित गर्दै हामीले हाम्रो सेवकाईलाई अघि बढाएर लानु पर्ने हुन्छ। आमेन। हामी अर्को पनि एउटा भनेर हामी यहाँनिर राख्ने छ, समयले गर्दाखेरि म नेपालीको मात्रै पढ्नु पऱ्यो अब भनेर यो मोजलभित्र हामीले हेर्दै गर्दाखेरि हामी अगुवापनको अरू परिभाषालाई पनि हामी हेर्नेछौँ। अनि बाइबलका सन्दर्भमा अगुवा भनेको परमेश्वरले दिनुभएको क्षमता र परमेश्वरले दिनुभएको जिम्मेवारी भएको व्यक्ति हो। मलाई लाग्छ धेरै डिटेल्समा मैले एक्सप्लेन गरिरहनु पर्दैन होला, यति सरलतामा छ कि बाइबलका सन्दर्भमा हामीले हेर्ने भने अगुवा भनेको चाहिँ परमेश्वरले दिनुभएको क्षमता हो। यो चाहिँ तपाईँ र हामी आफूले गेन गरेको एचिभ गरेको कुराहरू होइन, र परमेश्वरले दिनुभएको जिम्मेवारी हो भएको व्यक्ति हो, जसले परमेश्वरका जनहरूको एक विशेष समूहको लागि परमेश्वरको उद्देश्यहरूतर्फ प्रभाव पार्छ। हालेलुया। हामीले पहिलो पत्रुसको पुस्तक 5को 1-4 पढ्यौँ भने हामी त्यहाँ पाउँछौँ कि पत्रुसले कसरी त्यहाँ मण्डलीमा भएको अगुवाहरूलाई सम्बोधन गरेका छन्। त हामीले यो खण्डलाई एकचोटि हेरौँ, त्यहाँदेखि सायद हामी बढ्ने छ। मैले भर्सै राखिदिएको छु यहाँनिर कि ख्रिस्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र म एक सङ्घी एल्डरको हैसियतले तिमीहरूमध्येका एल्डरहरूलाई म आग्रह गर्दछु, तिमीहरूको रेखदेखमा राखेका परमेश्वरको बगालको हेरचाह गर। राम्रो बुझ्नुहोस् है, यहाँनिर तिमीहरूको रेखदेखमा राखेका परमेश्वरको बगालको हेरचाह गर, करले होइन तर स्वइच्छाले, धनको लोभले होइन तर उत्साहका साथ, तिमीहरूको जिम्मामा, हेर्नुहोस् है यहाँ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन। अघि हामीले हेर्दै थियौँ पावर, पोजिसन एन्ड अथोरिटी भन्ने कुराहरू होइन, संसारको मानिसको उनीहरूको तरिका र हामी इसाई अगुवाहरूको तरिका हाम्रो एकदमै बिल्कुल अलग छ। त्यसले गर्दा के भनेको छ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन तर बगालको निम्ति उदाहरण भएर, र जब मूल गोठालो प्रकट हुनुहुनेछ तब तिमीहरूले महिमाको नयाउने मुकुट प्राप्त गर्नेछौ। आमेन। यो चाहिँ हाम्रो लिडरसिपको एउटा मोडल अथवा लाइफस्टाइल, हाम्रो एउटा शैली हुनुपर्छ। अनि साँच्चै नै प्रभुले हामीलाई सहायता गरेको होस्। अफकोर्स धेरै कुराहरू छन्, इट्स नट इजी, तर परमेश्वरले हामीलाई त्यो शक्ति र सामर्थ्य दिएको होस् ताकि हामीलाई दिएको दायित्व र जिम्मेवारी चाहिँ पहिलो पत्रुस 5को 1-4 भनेको कुराहरूलाई हाम्रो जीवनको एक एक कदमहरूमा पालन गर्दै यसलाई हामीले बनाउँदै अघि लग्यौँ भने निश्चय नै तपाईँ र मेरो जीवनबाट परमेश्वरलाई महिमा पुग्ने अर्को एउटा उचाइको सेवक बनेर हामी सेवकाई गर्न सक्छौँ। हामी प्राकृतिक अथवा संसारिक अगुवापनको र आत्मिक अगुवापनको बिचको एउटा भिन्नतालाई हामी हेर्नेछौँ। एक दुईवटा पोइन्टहरू म अलिक छिटो गरेर गएँ, म अलिक डिटेलमा चाहँदैन, टाइम निकै गएछ। सो अझै केही पोइन्टहरू छ। विशेष हामीले संसारिक र एउटा विशेष एउटा नयाँ करारभित्र भएको अथवा अगुवाको भिन्नतालाई हामीले हेर्ने हो भने चाहिँ अघि त यो विषयमा हामीले निकै चर्चाहरू गऱ्यौँ कि विशेष अगुवाको पद तथा स्थिति संसारको त्यो ऊ कस्तो घरानाबाट आएको छ, उसको पहुँचको मानिसहरू के छ, उसको पदको कुराहरू आउँछन्। तर एज ए हामी एउटा इसाई अगुवा चाहिँ हामीलाई हाम्रो स्ट्याटसले, हाम्रो
कुन स्थिति कस्तो छ, हामी कुन पदबाट, हाम्रो के छ ब्याकग्राउन्ड हाम्रो, होइन नेपालकै अब हामीलाई छिटो बुझ्ने राजनीतिक कुराहरू गर्ने भने चाहिँ बाउबाजेबाट हुनुपर्छ क्या त्यो एउटा कनेक्सन। अनि बाजे पनि त्यस्तै खालको पोलिटिकल लिडर छ, छोरा पनि के बाउ पनि छ, छोरा पनि त्यस्तै कनेक्सनमा अरू जस्तै राम्रो पढ्ने किन नहोस्। अब हामीले थाहा छँदैछ त्यो विषयलाई धेरै चर्चा नगरौँ होला, तर पक्कै पनि तपाईँलाई मैले यो विषयहरू कुरा गर्दै गर्दाखेरि हामीले चाहिँ त्यस्तो तरिकाले एउटा अगुवाले त्यो खालको प्रभाव पार्नु हुँदैन र हामी त्यसरी पनि गर्दैनौँ। तर हाम्रो स्थिति स्टेटस भनेको चाहिँ एउटा दास, एउटा सर्भेन्टहुडको रूपमा हामी आफैलाई गर्दै, अनि परमेश्वरले जुन अगुवाको एउटा हामीलाई पद अथवा हामीलाई पोजिसन दिनुभएको छ त्यसलाई चाहिँ अघि हामीले पढेको छ होइन, त्यसलाई हामीले गलत तरिकाले प्रयोग नगरिकन सही तरिकाले मानिसलाई बनाउने, निर्माण गर्ने र परमेश्वरलाई महिमा हुने कुरालाई हामीले प्रयोग गर्नुपर्छ। अर्को चाहिँ विशेष संसारको अगुवाहरूको विषयमा कुरा गर्ने हो भने उनीहरूको चाहिँ संसारिक उनीहरूले गरेको विविध काम कार्यको सफलताले उनीहरूले आफ्नो पहिचान र उनीहरूको महानताको होइन मापन गर्न सक्छन्। तर एज हामी इसाई अगुवाहरू चाहिँ हामी हाम्रो सफलता, हाम्रो व्यक्तित्व भन्दा पनि हामी परमेश्वरको राज्य र परमेश्वरको कुराहरूलाई हामी जान्छौँ। इभन हामी त उहाँको राज्यलाई बढाउनको लागि इभन हामी जस्तै पास्टरले बिहान भन्दै हुनुहुन्थ्यो होइन, गलतीको पुस्तकलाई सम्बोधन गर्दै होइन, म त ख्रिस्ट चाहिँ क्रुसमा टाँगिएको छु होइन, मेरो लागि त बाँच्नुभन्दा प्रब्लम बलि हुनु ठुलो कुरा। यसैले गर्दा संसारले चाहिँ उनीहरूको आफ्नो सफलताहरूद्वारा, उनीहरूले गरेको महान कृतिहरूद्वारा उनीहरू आफूलाई चिनाउन चाहन्छ। तर हामी चाहिँ ख्रिस्टको निम्ति अझै झुकेर झरेर अनि प्रभुको निम्ति आफैलाई नै हामी अर्पित गरेर हामी परमेश्वरको महानतालाई हामी प्रकट हामी गर्नेछौँ। त्यो चाहिँ एउटा इसाई अगुवामा हुनुपर्ने एउटा गुणहरू हो। अनि विशेष अगुवाको अधिकार र शक्तिको अभ्यास, विशेष यो कुरा त अघि पनि हामीले एक्सर्साइज अफ ए लिडर्स अथोरिटी एन्ड पावर, अनि विशेष अघि हामीले पहिलो पत्रुसको पुस्तकमा नि हेऱ्यौँ यो कुरा हामीले बुझ्नुपर्छ। संसारले उनीहरूले पाएको अधिकार र उनीहरूको शक्तिलाई उनीहरूले कसरी अभ्यास गर्छ, तर एज ए क्रिस्चियन लिडर अब यसलाई हामीले कसरी हाम्रो मण्डलीमा अभ्यास गर्नुपर्छ भन्ने कुरा चाहिँ तपाईँलाई मैले बुझ्नुपर्छ। र हामीले हाम्रो जिम्मामा दिएका मानिसहरूमाथि गलत तरिकाले अधिकार अथवा शक्तिलाई जमाएर होइन, तर एउटा सेवक, एउटा दास र परमेश्वरले जिम्मामा राखेको बगालको सही तरिकाले हेरचाह गर्ने अगुवाको रूपमा तपाईँलाई मैले जीवन यापन गर्नुपर्छ। संसारले कसरी उनीहरूले बुझ्छन् भन्दा उनीहरूको एउटा अगुवापनको नेतृत्व भनेको एउटा मूल्य अथवा लगात तर उनीहरूले होइन बुझ्छन्। तर हाम्रो त यहाँ के छ, हामी त ख्रिस्टको लागि हामी प्राइस पे गर्न पनि सक्नुपर्छ। अघि हामीले हेर्दै थियौँ होइन, यदि हामी अरूको लागि जीवन जिउन सक्दैनौँ भने त्यो त अगुवापनको एउटा जीवनै होइन भन्छ। त्यसैले गर्दा हामी त ख्रिस्टको लागि मूल्य चुकाउने हुनु सक्नु पर्दछ। हालेलुया। चाहे त्यो कुनै पनि परमेश्वर राज्यको लागि कुनै हदसम्म हामी जान किन नपरोस्, तर एज ए क्रिस्चियन लिडर हामी यसै अगुवा भएको कारणले गर्दा हाम्रो जीवनमा हामीले यी कुरालाई पनि अभ्यास गर्नु सक्नुपर्छ। अनि विशेष गरिकन अनि अगुवाको प्रेरणा र महत्त्वाकांक्षा, विशेष हामीले संसारको कुरा गर्दै उनीहरूको आफ्नै प्रकारको मोटिभेसन, एम्बिसनहरू उनीहरूको हुन्छन्। तर एज ए लिडर हामी मानिसहरूलाई प्रेरित गर्छौँ। हाम्रो एउटै छ एम्बिसन के भन्दाखेरि चाहिँ कसरी हुन्छ सबै मानिसहरूलाई सही तरिकाले निर्देशन गरेर परमेश्वरको महिमा गराउने चाहिँ त्यो हाम्रो एउटा लक्ष्य हो। अनि विशेष संसारको अगुवाहरूले उनीहरूले यहाँ नै काम गर्न चाहन्छन् र यहाँ नै उनीहरूले देखेर इनाम पनि उनीहरू हासिल गर्न चाहन्छ। तर एज ए क्रिस्चियन लिडर्स हामी चाहिँ हाम्रो अघि हामीले हेर्दै थियौँ कि नइलाउने मुकुट जो परमेश्वरले हामीलाई राखिदिनु भएको, जबसम्म मूल गोठालो प्रकट हुँदैन तबसम्म हाम्रो जिम्मामा राखेको बगालको हामी शक्ति र अधिकारलाई दुरुपयोग नगरिकन ख्रिस्टको जस्तै मन, सोच र विचार बनाएर सही तरिकाले दुःख, कष्ट, समस्या, भनाइ हरेक कुराको बावजुद पनि जानी बुझिकन अगाडि राखेको कचौरालाई बोकेर हामी खडा हुनको लागि हामी अगापन आएका छौँ। यसैले गर्दाखेरि हाम्रो इनाम हामीले गर्दै गरेको कुराहरू यहाँ नै हाम्रो जीवनमा सेवासी पाओस् या नपाओस् हामी त्यो कुरामा हामी दरकार राख्दैनौँ। तर हामीलाई एउटा कुरा थाहा छ, हाम्रो इनाम चाहिँ अनन्तमा परमेश्वरले राखिदिनु भएको छ। त्यो कुरालाई हामी लक्ष्य राखेर, ती कुरालाई ध्यानमा राखेर हामीले यो सेवाकालाई हामीले एउटा असल रूपले यसलाई पूर्णता दिनुपर्नेछ। यी कुराहरू इनाम कुराहरू गर्दै गर्दा स्टिल मलाई याद आउँछ होइन, पास्टर किशोर यहाँ हुनुहुन्छ र उहाँहरूकै घर अगाडि हाम्रो पास्टर किशोरको घर पहिला त्यहाँ आउँदा पास्टर सोनाम त्यहाँनिर आउनुहुन्थ्यो। अनि मलाई स्टिल याद आउँछ त्यहाँ उहाँ आउनु हुँदाखेरि त्यहाँ अब क्याम्पको आँगन कत्रो हुन्छ होइन, सानो आँगनमा अनि बिहानै त मुढामा बसेर बाचियाहरू पिउँदै बात गरिदिनु हुन्थ्यो। म नि त्यहाँ पुगेको थिएँ अनि मुढामा बसिरहेको थियो, हाम्रो बातहरू हुँदै पास्टर सोनामले एउटा कुरा भने मलाई स्टिल अहिले पनि याद आउँछ। उहाँले के भन्नुभयो भने बिहानै त्यो मुढामा बसेर चिया पिइरहेको थियो, उहाँले भन्नुभयो सेवाकाईको क्रममा विभिन्न अवस्था र परिस्थितिले झेलेर जानुपर्छ, तर एउटा कुरा कहिले पनि नबिर्सिनु, हाम्रो इनाम चाहिँ स्वर्गमा राखेको छ।
अनि कतिचोटि मानिसहरूले बुझ्दैनन्, मानिसहरूले सेवासी दिँदैनन्, गाह्रो हुन्छ। तर त्यो बेला जहिले पनि आफ्नो दाहिने हात यसरी हेर्नु अनि भन्नु, सेबास तँलाई, आफैलाई सेबास तँलाई, किनकि तैँले परमेश्वरको लागि काम गर्दैछस्, परमेश्वरको लागि तैँले सहिरहेको छस्, परमेश्वरको लागि तैँले काम मानिसहरूको बिचमा उभिएर काम गरिरहेको छ। कतिचोटि आफ्नो हातले हेर्नु, आफैलाई यसरी सेबासी दिनु। किनकि जब लिडरसिप भन्ने कुराहरू आउँछ सजिलो हुँदैन, टन्स अफ हामीलाई त्यो खालको समस्याहरू धेरै कुराहरू आउँछन्, तर त्यो बिचमा पनि हामीले आफैलाई सेवासी दिँदै अगाडि बढ्नुपर्छ। अनि त्यहाँबाट चाहिँ परमेश्वरको महिमा हुन्छ। अनि मेन त हाम्रो लागि चाहिँ परमेश्वरले इनाम चाहिँ स्वर्गमा राखेको छ। यहाँनिर हामीलाई त्यो कुराको लागि एप्रिसिएसन होस् या नहोस्, रेकगनाइजेसन होस् या नहोस्, त्यो रिवार्ड मिलोस् या नमिलोस्, हामीले त्यो कुराले दरकार गर्दैन, किनकि हामीलाई थाहा छ हाम्रो मूल गोठाला प्रकट हुनु बाँकी नै छ। एउटा समय आउँदैछ हामीले यस धरतीमा गरेको विशेष उहाँको राज्यको निम्ति, अब कम्पनीमा तपाईँले 8 घन्टा काम गर्नु छ, गएर एक्स्ट्रा 4 आवर्स एभ्री डे गरेर 12 आवर काम गर्दै हुनुहुन्छ भने आइएम स्योर स्वर्गमा त्यसको त हिसाब पक्कै छैन होला। तर प्रभुको राज्यको निम्ति हामीले दिँदै गरेको समयहरू नि, अहिले पास्ट खड्को विषयमा भन्दै हुनुहुन्थ्यो कि रातभरि काम भाइ जेसीले बेलुका हामी बस्दै गर्दा उहाँले कुरा गर्दै हुनुहुन्थ्यो, उहाँको त्यहाँनिर लाइक सम टाइम भेट हुँदो रहेछ त्यहाँनिर उहाँहरूको त्यसमा। अनि उहाँले मलाई भन्दै हुनुहुन्थ्यो, कोलम्बस एकजना अगाडि नै हुनुहुन्छ, म त उसान दिनु मन लाग्यो। अब पास्टर पिटर लास्ट विक पुगेर आउनुभएको पक्कै नै भन्नुभयो होला। मलाई लाग्छ युएसको सबैभन्दा ठुलो चर्च कोलम्बस जस्तो लागेको छ। यदि मैले गर्वको साथ भन्ने हो भने चाहिँ कोलम्बस चर्चले चाहिँ पास्टर खड्कालाई फुल टाइम पास्टरमा पक्कै नै सपोर्ट गर्न सक्ने जस्तो लाग्छ होइन। पास्टर म्याक्सिम हुनुहुन्छ क्यानाडाको सबैभन्दा सानो चर्च होइन, उहाँले कि सायद कति चर्चसँग कति पास्टरलाई गरिरहेको होला होइन। तर मलाई लाग्छ भाइ जेसरी हिजो बेला भन्दै गर्दाखेरि चाहिँ मलाई पास्टर खड्काको धेरै माया पनि लाग्यो। उहाँले धेरै कुराहरू गर्दै हुनुहुन्थ्यो एज ए पास्टर, नयाँ काम गर्ने मान्छेलाई त्यो कम्पनीमा कुन तरिकाले ट्रिट गर्छ, कति धेरै उहाँलाई कामको लोडहरू दिन्छ होइन। अलिकति नयाँ भएपछि त्यस्तो तरिकाले बिहेभ गर्छ, उनीहरूलाई पास्टरको मतलबै भएन, उनीहरूलाई त कामदारसँग मतलब छ। तर पनि अब यो कुराहरू हेर्दै गर्दाखेरि उहाँले जति जे गरे पनि होइन, प्रभुलाई गरेको कुरा त अनन्तमा छँदै नै छन्। हामी ती कुरालाई ध्यानमा राखेर चाहिँ हामी अब त्यस्तै अवस्थामा भए तापनि सेवाकाईको लागि चाहिँ हामीले जमक्क चाहिँ कस्नु नै पर्छ। तर पछाडि आउँदै गरेको हाम्रो को लिडर्सहरूले लास्ट टाइम पास्टर पिटरले कन्भेन्सनमा अर्डिनेसन गर्दै गर्दा नि उहाँले भन्दै हुनुहुन्थ्यो होइन, मुसाको हात थाम्ने विषयहरूमा डक्टर स्ट्यानले त झन् कस्तो दामी ठुलो चियारै बोकाएर पनि होइन एलिस्ट्रेसन गरेर देखाइदिनु भयो होइन, कस्तो अब सानो लट्ठी पनि ठुलै नै बोकेर होइन। आई नो चुनौती छ, तर आई थिङ्क पक्कै पनि हामी पछाडि आउँदै गरेको पास्टरहरूको लागि कि लिडर्सहरूले अगुवाहरूले सोचिदिनु सक्यो, मण्डलीले सोच्नु सक्यो, त्यो सबैभन्दा ठुलो लगानी हो। अनि त्यसको चाहिँ इनाम चाहिँ स्वर्गले पक्कै पनि राखिदिएको हुन्छ। हालेलुया। र म तपाईँ सबैलाई उत्साह गर्न चाहन्छु। अनि विशेष हाम्रो पास्टर्सहरूलाई गाह्रो छ, साह्रो छ, कतिचोटि बुझ्दैन होला, अवस्था त्यस्तो भएर जानु परेको छ हाम्रो जीवनमा। कतिचोटि त यता सेवासी भन्दा पनि पुरा दुईपट्टि चढ्नेहरू अब होइन, अब त्यो ज्यादा हुनसक्छ हाम्रो जीवनमा, त्यो त हामी सबैले खेपेर आएको नै छौँ। तर म उत्साह गर्न चाहन्छु, स्वर्गको इनामहरूले तपाईँ मलाई पर्खिरहेको छ। अनि परमेश्वरको लागि र अनन्तको लागि हामी खडा भएको छौँ। हाम्रो अगाडिको कच्चीहरू हामीले जानी बुझिकन उठाएको छौँ। त्यसले गर्दाखेरि मेरो प्रश्न यही छ, हामी संसारको अगुवाले जस्तो यस संसारमा हामी खोज्दैनौँ, तर हामी अनन्तमा हाम्रो लागि राखिएको छ। हामी त्यो कुरालाई ध्यानमा राखेर अघि बढ्नेछौँ। अब हामी सर्भेन्ट लिडरसिपको विषयमा हामी एउटा दास अगुवापनको विषयमा हामी हेर्नेछौँ। आत्मिक अगुवापन बुझ्ने एउटा आधारभूत तरिका भनेको सेवक अगुवापन हो है। अगुवापनको अवधारणालाई बुझ्नु हो। जस्तै यहाँ एउटा उदाहरण हामीले हेर्ने हो भने चाहिँ सेवक अगुवापन येशूद्वारा नमुना र सिकाएको थियो। हामीले बाइबलको विषयमा निकै चर्चा पनि गरिहाल्यौँ। मर्कुसको पुस्तक 10:45 लेखिएको छ कि जब हामी दासको हृदयको कुराहरू गर्दै गर्दा हामी प्रभु येशू ख्रीष्टको जीवनलाई देख्न सक्छौँ। यसैले गर्दा एउटा सेवक अगुवा हो भन्ने कुराहरू हामीले गर्दै गर्दाखेरि चाहिँ यसको उदाहरण, यसको नमुना, यी कुरा चाहिँ येशू ख्रीष्ट स्वयंले नै हामीलाई देखाउनु भएको छ। उहाँ आफूले नै यो कुरालाई सिकाउनु भएको छ। आमेन। पास्टर रविले आज लन्चमा पर्कको मासु चाहिँ दिएर गल्ती गरे जस्तो लाग्यो। अघि हाम्रो बात पनि हुँदैन, यो चाहिँ बेलुका दिनु परेको थियो, किनभने अब हुन त 17 घन्टा 18 घन्टा ड्राइभ गरेर आउनुभयो, साह्रो परेको छ। अब अघि बिहानको लन्चले सबैजनाको म देखिरहेको छ हालत भइरहेको छ। र एकचोटि हामी सबैजना हालेलुया, अहिले त युथ उठा जस्तो भयो त। अब माफ गर्नु चाहिँ पास्टर उठिदिनुहोस् एकचोटि सबैजना। ल यो त अब सबै निदा जस्तो लाग्यो कि एकचोटि हामी उठ्नु ल, हाम्रो पाउमा अलि यसो थकान र यो सुँगुरमा चाहिँ गाह्रो बनाएको छ। हालेलुया, माफ गरिदिनुहोस् है तपाईँलाई उठाएर अब भन्न लगायो। एकचोटि सबैजना गॉड इज गुड all the time. हालेलुया। ल धन्यवाद छ, तपाईँ बसिदिनुहोस् ल।
लगभग म सकिसक्नु लागेँ, म अहिले छिटो जाँदैछु र हामीले अज्ञापनको एउटा कुरा गर्दै गर्दा सेवक चाहिँ एउटा अज्ञापन हो, एउटा दास चाहिँ एउटा अज्ञापन हो भन्दै गर्दा यसको अवधारणा हामीले बुझ्ने हो भने चाहिँ येशू ख्रीष्ट हाम्रो लागि बेस्ट इक्जाम्पल, असल नमुना हुनुहुन्छ। अनि जो कुरा चाहिँ हामीले मर्को सुपुस्तकमा हामी पाउँछौँ, यसलाई मैले धेरै व्याख्या गर्न चाहेन। अब यहाँनिर हामी एउटा सेवक अज्ञापन भन्दै गर्दाखेरि चाहिँ सेवक अज्ञापन बुझ्नको लागि एउटा प्रमुख खण्ड हो। अब हामी यो तपाईँले म पढ्न चाहेन, तपाईँले टिपिराख्नुहोस्, मत्तीको पुस्तक 20को 25देखि 28 एउटा कन्ट्याक्ट छ त्यहाँनिर होइन। तर संसारको हेर्ने दृष्टिकोण र परमेश्वरको राज्यभित्र हेर्ने दृष्टिकोण हामी एकचोटि तुलना गरेर यसको हामी भिन्नतालाई हामी हेर्नेछौँ ल। ग्रेटनेस इन द वर्ल्ड इज डिटरमाइन्ड बाई स्टेटस। हामीलाई थाहा छ संसारमा महानताको है महानता चाहिँ स्थितिद्वारा नै निर्धारण गरिन्छ। संसार अज्ञापन होइन, ऊ कुन घरानाबाट, उसको कस्तो छ पहिचान, उसको के छ ओदा, यी विविध कुराहरू हुन्छ संसारको कुराहरू गर्दै गर्दा। तर जब हामी परमेश्वरको राज्यको विषयको कुराहरू गर्छौँ, ग्रेटनेस इन द किङडम इज डिटरमाइन्ड बाई फङ्सन। परमेश्वरको राज्यमा चाहिँ महानता भन्ने कुरा चाहिँ कार्यद्वारा नै निर्धारण हुन्छ। हामी कसरी गर्छौँ, हामी कसरी परमेश्वरको सेवाकामा हामी काम गर्छौँ, हाम्रो जीवन हामी कसरी दिन्छौँ भन्ने कुराले गर्छ। उता चाहिँ ब्याकग्राउन्ड के छ हो, के हो त्यो होइन, अब उसको के छ पहिलाको होइन, बाबुबाजुहरू कस्तो, उनीहरूको होइन उठाइ बसाइ के छ भन्नेले संसार चाहिँ त्यसरी उनीहरूको है एउटा अज्ञापनको महानता संसार त्यसरी बुझ्छन्। तर परमेश्वरको राज्यभित्र चाहिँ हामी कसरी मानिसहरूको बिचमा सेवा गर्छौँ, मानिसहरूको बिचमा हामी कसरी कार्य गर्छौँ भन्ने कुराले चाहिँ परमेश्वरको राज्यको सेवकहरूलाई निर्धारण गर्छ। संसारको हेर्ने दृष्टिकोण कस्तो छ भन्दाखेरि इन द वर्ल्ड ग्रेटनेस इज सोन बाई रुलिङ। संसारमा चाहिँ महानता भनेको चाहिँ शासनद्वारा नै देखाइन्छ, जसले माथिबाट होइन शासन गर्न सक्छ त्यो नै अब एकदमै उयो भयो। अब धेरै टाढो नेपालको उदाहरण होइन, छिटो हामीलाई रिले हुने बुझ्ने होइन, अहिले थाहा छ नि त अब जुन गभर्मेन्टले गर्दैछ धेरै हामी सुन्छौँ सोसियल मिडियामा। तर उनीहरूको जुन छ माथिबाट होइन शासन गर्ने तरिका, उनीहरूको जुन एउटा पछाडि स्ट्याटस छ त्यसले पनि उनीहरूलाई जनता जति रोड्न उफ्रे पनि केही पनि हुनेवाला छैन। बिकज उनीहरूको स्ट्याटस भयो, उनीहरूको रुलिङ गर्ने सिस्टमले गर्दाखेरि नै उनीहरू त्यसरी है गलत या खराबै भयो भने उनीहरू नै प्रकट हुन्छ। तर इन द किङडम ग्रेटनेस इज सन बाई सर्भिङ। तर परमेश्वरको राज्यमा चाहिँ सेवा गरेर महानता देखाइन्छ। अनि हामी अगुवाले बुझ्नुपर्ने कुराहरू चाहिँ रुलिङ होइन, हामी त सर्भिङ हो, सर्भिन्ट हार्ट। हामी सर्भ, हामी परमेश्वरको राज्यमा हामी सेवा गरेर नै परमेश्वरको महानतालाई हामी प्रकट हामी गर्छौँ। र एक दुईवटा हामी यो दुईवटा कुरालाई हामी एकचोटि हेरौँ, अलिक त निकै स्लाइडहरू छ। र संसारिक अथवा प्राकृतिक कुराहरू र हामी आत्मिक कुरालाई हामी तुलना गर्ने हो भने, संसारको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने चाहिँ उनीहरू होइन आत्मविश्वास अथवा निर्भर आफैमा उनीहरू आफै नै भन्ने कुराहरू गर्छन् भने हामी चाहिँ इसाई आत्मिक अगुवाहरूले चाहिँ हामी परमेश्वरमा हामी विश्वास गर्छौँ, परमेश्वरमाथि हाम्रो भरोसा हो। अनि संसारको कुरा गर्ने नि मानिसहरूको बिचमा उनीहरू चिन्न चाहन्छ, उनीहरूले चिनेको मानिसको बिचमा त्यही प्रभाव आधार उनीहरूले काम गर्न चाहन्छ। तर परमेश्वरको राज्यमा चाहिँ हामी परमेश्वरलाई चिन्छौँ, हामी मान्छेको कुरा गर्दैनौँ तर परमेश्वरको हामी कुराहरू गर्छौँ। हालेलुया। यो एउटा फरक त हामी बुझ्नुपर्ने। संसारको कुराहरू गर्ने हो नि होइन उनीहरूले आफै निर्णय लिन्छ, तर हामी परमेश्वरको राज्यको सेवकहरूले चाहिँ परमेश्वरको इच्छालाई हामी खोज्छौँ। त्यसले गर्दा पास्टरले पनि भन्दै हुनुहुन्थ्यो यो चाहिँ हामीले एकदमै बुझ्नुपर्ने कुराहरू हो कि हामीले निर्णयहरू गर्दै गर्दाखेरि चाहिँ सेवाकाईका निर्णयहरू डिसिसनहरू चाहिँ अब दुईजना बसेर खुसु बसेर पनि भन्ने कुरामा होइन श्रीमान श्रीमती बसेर पनि भएन, मनपर्ने अगमती बसेर पनि भएन। तर हामीले खोज्नुपर्ने चाहिँ परमेश्वरको इच्छा, यसले चाहिँ हामीले कहिले पनि ट्रबल दिँदैन। हालेलुया। अनि संसारको उनीहरूको होइन महत्त्वाकांक्षा अथवा उनीहरूको आफ्नै निर्धारण गर्ने उनीहरूको तरिकाहरू हुन्छन्, तर हामी चाहिँ आत्मा प्रभावकारी है, हामी परमेश्वरप्रति नै हाम्रो विश्वास आस्थाद्वारा हामी निर्णय गर्छौँ। अनि अर्को चाहिँ संसारको कुराहरू गर्दै गर्दाखेरि चाहिँ आफ्नै तरिकाहरू उनीहरूले सुरु गर्छ, तर हामी परमेश्वर अथवा आत्मिक अगुवाहरूले चाहिँ हामी परमेश्वरका तरिकाहरू खोज्छ र पालन हामी गर्छौँ। हामीले फरक तलाई हेर्दै गर्दाखेरि होइन संसारको कुराहरू गर्ने भने उनीहरूले अरूलाई आज्ञा दिन पाउँदा आनन्द लाग्छ, संसारको उनीहरूले माथिबाट कमान्ड गर्छ त्यसमा मजा लाग्छ उनीहरूलाई। तर हामी परमेश्वरको राज्यको अगुवाहरूको कुराहरू गर्दै गर्दाखेरि चाहिँ परमेश्वरको आज्ञा पालन गर्न पाउँदा आनन्द लाग्छ। संसारले चाहिँ लाउँदा उनीहरूलाई मजा लाग्छ, तर हामी चाहिँ परमेश्वरको वचनलाई पालन गर्दा हामी भित्र एउटा जोए त्यो आनन्द हामीमा फुटे निस्किन्छ। यो चाहिँ संसार अनि
आत्मिक अगुवाहरूको एउटा फरकताको कुराहरू हामीले हेरिरहेका छौँ। अनि व्यक्तिगत विचारहरूबाट उनीहरू प्रेरित हुन्छ, तर यता हामी आत्मिक अगुवाहरू चाहिँ परमेश्वर र मानिसहरू प्रतिको प्रेमबाट नै प्रेरित हुन्छ। अर्को चाहिँ उनीहरू स्वतन्त्र, उनीहरूलाई कुनै पनि त्यो ब्यारियरहरू छैन, उनीहरूलाई कुनै पनि त्यस्तो छेक्ने बााउन्ड्रिजहरू छैन। तर परमेश्वरको राज्यमा चाहिँ हामी परमेश्वरमा नै निर्भर हुन्छौँ, हामी उहाँमा नै भरोसा गर्छौँ, उहाँमा हामी टोटली हामी डिपेन्ड गर्छौँ होइन। हामी परमेश्वरमा नै हाम्रो आशा भरोसा हाम्रो उहाँ नै हुनुहुन्छ। अनि यो चाहिँ हामी आत्मिकी अगुवाहरूले बुझ्नुपर्ने कुराहरू हो। लगभग म अन्ततिर आइपुगेको छौँ। क्रिस्चियन लिडर्सको कुराहरू गर्दै गर्दा अलवेज लिड बाई एक्जाम्पल। अनि फेरि पनि दोहोरे जस्तो लाग्यो, यो कुरा त बिहान पास्टरले धेरै भन्नुभयो होइन। हामी इसाई अगुवाहरूले जहिले पनि एउटा आफू चाहिँ उदाहरण बनेर मानिसहरूलाई अगुवाई गर्नुपर्छ। त्यो चाहिँ एउटा इसाई अगुवामा हुनुपर्ने गुण हो होइन। ग्रेट लिडर्स स्टार्ट अफ एज ग्रेट फलोवर्स। हामीलाई थाहा छ होला, हामी यदि महान अगुवा हुने हो भने चाहिँ हामी पछाडि हामीलाई पछ्याउने महान अन्यायहरू हुनु पऱ्यो होइन। हामी पछाडि पछ्याउने मानिसहरू हुनु पऱ्यो। अनि पास्टरले सुरुमा भन्नुहुन्थ्यो कि यदि हामी फर्किँदा चाहिँ हामीलाई पछ्याउने कोही पनि छैन भने चाहिँ अब बुझ्नु पऱ्यो म चाहिँ अगुवा होइन भनेर। तर यदि म पछाडि एकैजनामा कसैले मलाई पछ्याउँदैछ, कसैले मेरो पहिलालाई पछ्याउँदैछ भने चाहिँ सोच्नुहोस् म अगुवा हुँ। अनि यसको लागि चाहिँ घरमा नानीले पछ्याएको छैन या श्रीमतीले पछ्याएको छैन, त्यो ठुलो प्रश्न भयो नि त। तर पक्कै पनि हामी महान अगुवाहरू हुनुभन्दा अगाडि चाहिँ हामीले पछ्याउने महान फलोवर्स पनि हुनु पऱ्यो। अनि प्रभुले भन्नुभएको छ मत्ती 4:19 जिजस सेड फलो मी। यसुले के भन्नुभयो, मेरो पछि गर। अहिले पास्टरले भन्दै हुनुहुन्थ्यो, मैले चाहिँ पिक्चरै बनाएर ल्याइदिएँ, उहाँले भन्दै हुनुहुन्थ्यो गो, अनि अरू चाहिँ लेट्स गो भन्ने शब्द उहाँलाई कुरा गर्दै हुनुहुन्थ्यो। नक्सा उस्तै उस्तै छ, अलिकति मात्रै फरक त छ। सायद पक्कै हाम्रो अगुवाहरूले बुझ्नुभयो होला। संसारको अगुवाहरूले माथिबाट अहिले भने उनीहरूले चाहिँ अरूलाई आज्ञा दिँदाखेरि काम अराउँदा माथिबाट डाइरेक्सन दिँदा उनीहरूलाई मजा लाग्छ। तर इसाई अगुवाहरू चाहिँ उनीहरू आफै त्यो कुरालाई गर्छन्, त्यही कुरामा उनीहरू पालन पनि गर्छ, अनि त्यसमा उनीहरूले आनन्द दिन्छ। संसारको उनीहरूले बोझले के भन्छ, जाऊ गर भन्छ। तर इसाई अगुवाहरूले चाहिँ के गर्छ, आउँ हामी गरौँ, आउँ हामी जाउँ, यो भन्ने कुरा चाहिँ लेट अस गो भन्ने कुरा चाहिँ क्रिस्चियन अगुवाहरूमा हुन्छ। लगभग अन्ततिर आइपुगेको छ। म एउटा लिडरसिप इज नट ए पोजिसन अर ए टाइटल, इट इज एक्सन एन्ड एक्जाम्पल। हामी सबैले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने अगुवापन भनेको कुनै पद वा थोरै कुरा होइन, यो त कार्य र उदाहरण हो। हामी सबैजनाले बुझौँ। हाम्रो लाइक अगुवापनको परिभाषा चाहिँ पद अथवा हाम्रो कुनै पनि कुराद्वारा हामी परिचित नहौँ। त्यो एउटा परमेश्वरले हामीलाई उहाँले दिनुभएको वचनको आधारमा एउटा ठाउँ छ जहाँ उहाँले हामीलाई राख्नु भएको छ। त त्योभन्दा बढ्ता मात्रामा चाहिँ तपाईँ मेरो कार्य र उदाहरण या जीवन जिएर हामीले मानिसहरूलाई अगुवापन गर्नुपर्ने कुराहरू छ। म लगभग अन्ततिर आइपुगेको छु। हामीले मर्कुसको पुस्तक यो हेऱ्यौँ भने हामी याकुब र योनाको होइन जब्दियाको दुईजना छोराहरू जसको विषयमा हामीले पाउँछौँ। यो खण्ड लेख्दा पढ्नु होइन, तिमीहरूमा चाहिँ त्यस्तो हुँदैन, तर तिमीहरूमा जसले ठुलो हुने इच्छा गर्दछ त्यसले तिमीहरूको सेवा हुनुपर्दछ, अनि तिमीहरूमा जसले पहिले हुने इच्छा गर्दछ त्यो सबैको दास हुनुपर्दछ। किनकि मानिसको पुत्र सेवा पाउन होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो। आमेन। एउटा हाम्रो सर्भेन्टहुडको एउटा हाम्रो थीम भर्स पनि यो लास्टको होइन। अब यो कन्टेक्स्ट तपाईँलाई थाहा छ कि त्यहाँनिर होइन प्रभुको 12जना चेलाहरूको बिचमा जब्दियाको दुईजना छोराहरू जुरुक्कै उठेर योना र याकुबले प्रभु तपाईँलाई एउटा कुरा भन्नुको छ हो, यो एजेन्डा छ हाम्रो, एउटा माग छ भनेर चाहिँ उठेको छ। ल ठिकै छ, के छ त भन न त केटाहरू होइन, अहिलेको टोल्नु भन्ने हुन्छ। प्रभुले उनीहरू अनुमति दिनु, भन न त के छ भन्दा चाहिँ उनीहरूले के भन्छ, प्रभु तपाईँको त्यो महिमाको समयमा नि त्यो दाहिने र देब्रे चाहिँ हामी दाजु होला नि, याकुब र योनालाई बस्दिनुहोस् ल भनेको छ उनीहरूले। अनि प्रभुले उनीहरूलाई के सोध्यो थाहा छ, तिमीलाई थाहा छ तिमीले के माग्दैछौ, तिमीलाई थाहा छ भनेर प्रभुले सोध्नु भएको छ। उनीहरूले फेरि अब इमोसनली जोसले थाहा छ नि प्रभु हामीलाई हो। अनि प्रभुले के भन्नुभयो, जुन कचेरो म पिउँदैछु कि तिमीहरू त्यो कचेरो पिउँछौ, जुन बत्तिस म लिन जाँदैछु कि त्यो बत्तिस तिम्रो लिन्छौ। उनीहरूले अब दुईजनाले भनेको छ हौ हामी लिन्छौँ भने उनीहरूले। अनि त्यस पछाडि चाहिँ प्रभुले त्यही कुरालाई भन्दै अन्तिममा सबैको विषय एड्रेस गरेको यो। त तपाईँले त्यही हेर्नुहोस्, उनीहरूले त्यो बेला केही बुझेर हामी लिन्छौँ गर्छु भन्यो। सायद त्यो बेला उनीहरूले सोच्यो अब प्रभुले पक्कै नै उनीहरू इमोसनल भएर अब प्रभुको उनीहरूले मृत्यु त देखेको छैन, अनि खालि त्यो प्रभुले गरेको महान काम मात्रै देखेको छ। उनीहरू त्यही भएर जोसिएर पुरा इमोसनल भएर उनीहरूले हुन्छ भन्यो। तर हामीलाई थाहा छ
एउटा समय आइपुग्यो मलाई लाग्छ त्यो बेला उनीहरूले कुन सोचमा हुन्छ भन्यो पक्कै उनीहरूले त्यो बेला बुझेनन् होला, तर एउटा समय आयो उनीहरूले बोलेको कुरा पक्कै उनीहरूले बुझ्यो। किनकि प्रेरितको पुस्तक हामीले 12:2 गएर पढ्यो भने चाहिँ 12 चेलाहरूमध्ये पहिलो शहीदको भएको राजा हेरोदले याकुबको टाउको काटेर उसको मृत्यु भयो। पक्कै नि त्यसलाई प्रभुले के भनेको थियो, जुन कचेरो म पिउन सक्छौ, जुन बप्तिस्म म लिन्छौ तिमी लिन सक्छौ। उनीहरूले के भनेको थियो, प्रभु सक्छु भनेको थियो। उनीहरूले कन्फेसन गरे थियो, सायद ती कुराहरू उनीहरूले त्यो बेला बुझेनन् होला, तर एउटा समय आइपुग्यो उनीहरूले बुझे त्यो बेला भनेको पक्कै याद भयो होला होइन, हामी गर्छौँ प्रभु, हामी सक्छौँ उनीहरूले भनेको थियो। कतिचोटि हाम्रो पहिला सुरुमा अर्डिनेसन विपद गरेर कतिचोटि त सायद त्यस्तै नै भयो होला, तर हामी यसको एउटा परिपक्वतामा हामी म्याच्योरिटीमा आउँदै गर्दा हामीले कुराहरू बुझ्नुपर्छ। यदि परमेश्वरको राज्यको लागि, उहाँको सेवकाईको लागि, उहाँको मानिसहरूको लागि, उहाँको बोलावटको लागि, उहाँको उद्देश्यको लागि यदि हाम्रो जीवनलाई हामीले ले डाउन गर्नुपर्छ भने पनि हामी त्यो हदसम्म आउन सक्नुपर्छ। त्यो चाहिँ एउटा इसाई अगुवापनको एउटा गुण अनि जीवनको शैली र स्वभाव हो। अनि जुन कुरा चाहिँ साँच्चै नै याकुब र यौनाले उनीहरूले अगाडि त कुन जसमा भन्यो, तर समय आइपुग्यो उनीहरू साँच्चै नै पछि हटेन। अनि याकुब पहिलो शहीद भयो 12 जना मध्ये। अनि यौना पनि हामीलाई थाहा छ, उसलाई त तातो तेलमा उमालेर हालिदिएको मान्छे तिनै बिला अर्को ठाउँ प्रचार गर्न निक्लिरहेछ त फेरि अन्तिममा चाहिँ यो उम्लेको तेलमा हाल्दा नमर्ने कस्तो रहेछ भनेर उनीहरूले देशबाट निकाला गरिदियो। पद्मोसको टापुमा एक्लै जिन्दगी, मान्छे छैन, एक्लै जिउने उसलाई बनाइदियो, पद्मोसको टापुमा लगेर छोडिदियो। तर परमेश्वरले आफ्नो महिमा त्यहाँ प्रकट गरिदिनु भयो। अनि प्रकाशको पुस्तक भविष्यमा हुने कुरा सबै यौनालाई त्यहाँनिर प्रकट गरिदियो। तर मलाई लाग्छ यो बेला उनीहरूले यो कन्फेसन गर्दै गर्दा कति कुरा उनीहरूले बुझेनन् होला, तर एउटा समय आइपुग्यो नि, अज्ञापन भनेको के हो, अज्ञापनले के कुराको लागि कतिको हदसम्म गएर आफ्नो जीवनलाई ले डाउन गर्नुपर्छ भन्ने कुरा त्यो एउटा समय आएपछि उनीहरूले बुझ्यो। अनि साँच्चै नै त्यसको लागि उनीहरू पछि हटेन। उनीहरूले साँच्चै नै यो त होइन रहेछ भने उनीहरूले हात धुने काम गरेन, तर उनीहरू त्यसको लागि उनीहरू आफ्नो जीवन दिएको छ। सो एज ए लिडर्स हामी एउटा सेवक प्रभुको साँच्चै नै दासहरू भएको हैसियतले गर्दा हामीले प्रिय प्रभुको दासीहरू म तपाईँलाई उत्साह गर्न चाहन्छु र म तपाईँलाई प्रोत्साहन पनि गर्न चाहन्छु। आज हामी यी कुराहरू बुझौँ। हाम्रो अगाडि त्यो कचौरा छ, हाम्रो अगाडि त्यो बप्तिस्म बाँकी छ जो तपाईँले लिनुपर्ने छ प्रभुको राज्यको लागि। यदि हामीले ती कुरा गर्नुपर्छ भने पनि हामी पछि हट्नु हुँदैन। हालेलुया। किन त्यही कजको लागि परमेश्वरले तपाईँ र मलाई रोज्नु भएको छ, त्यही कजको लागि परमेश्वरले तपाईँ र मलाई बोलाउनु भएको छ। मेरो यो अन्तिम स्लाइड हो। हामी बेस्टर्न हामी मर्कुस 10:45 कुराहरू गर्दै गर्दा हामी एउटा सेवकको दासको परमेश्वरको गोठालोको कुराहरू गर्दै गर्दा हामीले कसरी आफ्नो जीवनलाई बनाउनु पर्ने, हामीले कसरी आफ्नो इच्छालाई मार्नु पर्ने, हामी कसरी अरूको लागि सोच्नु पर्ने, कसरी जिउनु पर्ने, प्रभुको राज्यको फाइदाको लागि, किङडमको लागि हामीले आफूलाई कति हदसम्म झार्नु पर्ने हो भन्ने कुराहरू हामीले सुनिरहेका थियौँ। अन्तमा एउटा भनाइ छ, गुड लिडर्स मस्ट फर्स्ट बिकम गुड सर्भेन्ट। असल अज्ञहरू पहिला असल सेवक अथवा दास बनिनुपर्छ। अनि मलाई लाग्छ यो हामी सबैले बुझ्नुपर्छ। सुरुको दिनहरूमा डक्टर दिना अनि इभन हस्पिटल भन्दा रोबर्टहरू उहाँहरू डक्टर दिना भन्दा अगाडि त रोबर्ट उहाँहरू जानुहुन्थ्यो। उहाँहरूले सिलगढीमा एसएलएम गर्दै गर्नु हुँदाखेरि उहाँले सर्भेन्टहरूको धेरै कुराहरू उहाँले सिकाउनु भयो। पछाडि डक्टर दिन आउनुभयो, अरू टिमहरू आए, इभन हामीले युएसमा आएर नि धेरै त्यो है उहाँहरूसँग हामी बसेर सिक्ने अवसर मौका पाएँ। अझै पनि हामी सिकिरहेको छौँ, अझै धेरै सिक्नुपर्नेहरू छ होइन। त्यसैले गर्दाखेरि हामी सबैजनाले यो कुराहरू बुझौँ कि साँच्चै नै तपाईँ र म एउटा असल अगुवा हुने हो भने चाहिँ तपाईँ र म पहिला असल दास हुनुपर्छ, हामी असल एउटा सेवक हुनुपर्छ। यदि हामी असल सेवक र दास हुन सकेनौँ भने चाहिँ हामी असल अगुवा हुन सक्दैनौँ। त्यसैले गर्दा आज हामी संसारिक अगुवाहरूको विषयमा कुरा गरिरहेको छैनौँ, तर आज हामी एउटा ईश्वरीय स्वर्गलाई, परमेश्वरलाई, ख्रिस्टको बलिदानलाई, ख्रिस्टको रगत किनेको मण्डलीलाई, ख्रिस्टले साँच्चै नै किनेर दिनुभएको भेडाहरूलाई अगुवाईपन गर्ने कुराको विषयमा हामी हेर्दैछौँ। सो हामी एकदम इन्टेन्स रूपमा हामीले यो साँच्चै नै अन्तको समयहरूमा हस्पिटल कुरालाई धेरै एम्फसाइज गर्दै हुनुहुन्थ्यो। हामी एउटा यस्तो समयमा आइपुगेको छौँ, पहिलाको जोसहरू, प्रेमहरू, पहिलाको उमङ्गहरू, पहिलाको दर्शनहरू, पहिलाको प्रेमहरू सबै सेलाएर गइसकेको अवस्थाहरू छ। तर यो बेलामा कसरी एउटा अगुवाले आफ्नो क्षमताले प्रभाव पार्दै परमेश्वरको पक्षद्वारा एउटा दास बनेर कसरी मण्डलीलाई रिभाइभ गर्नुपर्नेछ, एउटा यस्तो चुनौतीपूर्ण समयमा हामी आइपुगेका छौँ। र यो समयमा, यो अवस्थामा, यो परिस्थितिमा तपाईँ र म कसरी हाम्रो जीवन र सेवाकाईलाई सञ्चालन गर्ने हो भन्ने चाहिँ पर्सनल हामीमा नै निर्धारण गर्ने कुराहरू हो। तर अन्त म तपाईँलाई यही भन्न चाहन्छु, यदि साँच्चै नै हामी परमेश्वरको असल अगुवाहरू हामी बन्न चाहन्छौँ भने तपाईँ र म असल दासहरू, असल सेवकहरू बनिनु नै पर्छ। जबसम्म हामी असल दास र सेवक हुन सक्दैनौँ, हामी असल अगुवा बनिनु नै सक्दैनौँ। प्रभु यीशु ख्रीष्ट तपाईँ मेरो लागि जिउँदो र उदाहरण हुनुहुन्छ।
परमेश्वरको रूपमा हुँदा पनि, परमेश्वरको बराबरीमा हुँदा पनि उहाँले स्वर्गको ती कुराहरूलाई पक्रिराख्ने बस्नु थाल्नु भएन। तर आफूलाई मानिसको मात्रै होइन, कमाराको रूप त्योभन्दा पनि तल झरेर तपाईँ मेरो लागि आफ्नो जीवन क्रुसमा दिनुभयो। उहाँ जस्तो असल उदाहरण तपाईँहरूलाई के हुनसक्छ? यस्तो त प्रिय पास्टर बुवाहरू, पास्टर आमाहरू, अगुवा लिडरहरू जो जति छन्, चाहे युथको होस्, सन्डे स्कुलको होस्, आमाहरूको होस्, हामी विभिन्न क्षेत्रमा होस्, कतिजना पछाडि बसेर आफ्नो अगुवाहरूलाई पास्टरलाई सहायता गर्दै गरेको किन नहोस्? हाम्रो अगाडि धेरै चुनौतीहरू छ, अभावहरू छ, खाँचोहरू छ, कतिचोटि एलिगेसनहरू र भनाइहरू होला, भने जस्तो जीवन जिउनु पाएको छैन, कतिचोटि लाउनु पाएको छैन होला, धेरै कुराको समस्या र मनभरि पीडाहरू होला। तर सबै कुराहरूको बिचमा जब परमेश्वरले तपाईँ र मलाई आमाको कोखमा रचना गर्दै गर्दा उहाँले हाम्रो लागि राख्नुभएको योजनाहरूलाई हामी नबिर्स्यौँ। तपाईँ र म अचानक त्यो झुक्कल पुक्कलमा दुर्घटना बस हामी सेवाकाईमा जोडेको छैनौँ र अग्गोपनको भूमिका निभाएको छैनौँ। त मलाई लाग्छ यहाँ कतिजना विभिन्न रिजनहरूबाट कनेक्सन भएर हामी आयो होला, तर यो सबै कुराको पछाडि परमेश्वरको योजना थियो। डिमोएन्समा यतिजना लिडर यहाँ भेला भएर उहाँको महिमा गर्नुपर्ने या उहाँको हृदयको गहिराइबाट सिक्नुपर्ने भनेर तपाईँ मेरो लागि यो दिन परमेश्वरले एपोइन्टेड गर्नुभएको थियो। यसरी तपाईँ म यहाँनिर छौँ र यहाँबाट हामी यत्रो लामो यात्रा गरेर आएर है हामी फर्केर जाँदै गर्दा हामी भित्र एउटा यस्तो हृदय बनाऊ, हामी एउटा असल दास, हामी एउटा असल सेवक बन्न सकौँ। जब हामी असल दास र सेवक बन्छौँ नि, हामी असल अगुवा बन्छौँ। त्यो असल अगुवाले जहिले पनि आफ्नो भेडाको लागि र आफ्नो मालिकको लागि उसले सोच्दछ र आफ्नो सारा जीवन आफ्नो भेडा र मालिकको लागि उसले अर्पण गर्न सक्छ, जो चाहिँ येशू ख्रीष्ट हुनुहुन्थ्यो। अनि त्यस्तै खालको मन, सोच, विचार र जीवन हामी प्रत्येकलाई येशूले फेरि पनि हाम्रो हृदयभित्र उत्पादन गरिदिएको होस्। आमेन। आउनुहोस् हामी खडा हुनेछौँ, हामी प्रार्थना गरेर यो सेसनलाई एन्ड गर्नेछौँ।